Hello and namaste everyone. Welcome to Journey to Wilderness podcast. र आज हामी फेरि नयाँ एपिसोड र नयाँ गेस्ट लिएर चाहिँ उपस्थित भएका छौँ। र आज हाम्रो गेस्ट हुनुहुन्छ जोलोजिस्ट एन्ड रिसर्चर अफ हर्पेटोफाउना अनि उहाँ चाहिँ आफै स्नेक रेस्क्युअर पनि हुनुहुन्छ र हि इज फ्रम कञ्चनपुर कैलाली र उहाँको नाम रहेको छ लक्ष्मण उपाध्यायज्यू। सो विदाउट डिलेइङ एनी टाइम लेट्स वेलकम हिम टु आवर प्रोग्राम। लक्ष्मण, वेलकम टु आवर पोडकास्ट। के छ अरू हालखबर? एकदम ठिक छ। अनि आजभोलि केमा व्यस्त हो? आजभोलि चाहिँ अब म काठमाडौँ आएको छु आफ्नो फिल्ड छोडेर। म प्रोफेसनको हिसाबले टिचर हो, प्लस अब त्यो ठाउँमा अहिले स्पेसली यो हाम्रो रेनी सिजनमा डिफ्रेन्ट हर्पिटोफाउनाहरूको कामहरू गरिरहेको हुन्छु। यस्तै छ अहिले चाहिँ काठमाडौँमा जे होस् टाइमलाई चाहिँ अब कन्ज्युम गर्नको लागि काठमाडौँमा छु भनौँ। अनि यो दसैँ अगाडि नै आइपुग्यो हैन? हजुर, दसैँ अगाडि नै। अनि त्यो विशेष त दसैँ मनाउन भनेर त आएको होइन होला? अब एउटा त दसैँ काठमाडौँ आएको धेरै वर्ष भइसकेको थियो, समथिङ 2 इयर जति भइसकेको थियो। काठमाडौँ आफैमा पनि एकदमै तपाईँहरू जस्तो मान्छेहरू भेटिनुहुन्छ अनि एकदमै एकाडेमिक ठाउँ लाग्छ। त्यस आफूलाई चाहिँ रिसफल गर्नलाई भनौँ न, त्यो एउटा बाटो भयो। सेकेन्ड थिङ भनेको अब नलेजहरू सेयरिङ गर्ने, आफ्नो कतिजना कलिग्सहरू छ होइन, अनि उहाँहरूसँग बस्ने, कुरा गर्ने, प्लस आफ्ना केही फर्दर स्टडीका कुराहरू गर्नको लागि चाहिँ काठमाडौँ हो। अनि उता टिकापुर कैलालीमा चाहिँ के गर्छौ त खास? म प्रोफेसनको हिसाबले त्यहाँ हाम्रो एउटा रेडियन मन्टेसरी इङ्ग्लिस स्कुल भन्ने छ, त्यो स्कुलमा चाहिँ 11-12 को बायोलोजी पोर्सनलाई चाहिँ हेर्ने गरेको छु, टिचरको रूपमा काम गरिरहेको छु। प्लस त्यसको वरिपरि भएको अरू स्कुलहरूमा पनि पढाउने, बिहानदेखि बेलुकीसम्म जे होस् पढाउने काम प्राइमरी पढाउने कामै भइरहेको छ हैन। अनि म एकदमै जर्नीको एकदम बिगिनिङतिर जान्छु हैन। अनि लक्ष्मण उता टिकापुरकै हो नि हैन? हजुर, उतै जन्मेको? मेरो ओरिजिन त म लगभग थोरै समय मात्रै भयो टिकापुर। अब अलि मेरो फ्यामिलीको मान्छेहरू चाहिँ पहिलेदेखि नै त्यो टिकापुरमा आउनुभएको, तर म पढाइको जर्नीको हिसाबले चाहिँ केही अछाममा होइन, त्यसपछि अछामभन्दा पछाडि सुर्खेत आइयो। अनि मैले ब्याचलरसम्म सुर्खेतमा गरेको, ब्याचलरसम्म। अनि सेकेन्डरी लेभल ब्याचलर सुर्खेतमा भयो। त्यसपछि काठमाडौँ आइयो र त्यसपछि टिकापुर चाहिँ इनरोल भएको भनेको यो मास्टर्स कम्प्लिट भइसकेपछि नै टिकापुर इन्ट्री भएको। अहिले चाहिँ हामी टिकापुरमै? हजुर, अहिले चाहिँ टिकापुरमै घर, अब सबै त्यही पर्मानेन्ट रेसिडेन्ट त्यही। अब पर्मानेन्ट रेसिडेन्ट, तर अब नागरिकता चाहिँ मेरो भोटिङ कार्ड चाहिँ अछाम नै छ अहिले। ए, अछामै छ? हजुर। अनि त्यो अछामदेखिको एउटा यात्रा होइन, अछाम हुँदै अरे सुर्खेत हुँदै होइन काठमाडौँसम्मको यात्रा छ नि त, त्यो त हजुर अब धेरै नै लामो होला एकदम होइन। जब पछिल्लो समय चाहिँ जुन यो जोलोजीको बारेमा आफूले अध्ययन गर्दै गर्दाखेरि तत्कालीन समयमा हजुर होइन, स्कुल लेभल त तिम्रो उतै अछाममै भयो होला होइन? हजुर, त्यो बेला चाहिँ थियो त दिमागमा कि म भोलि पर्सि गएर चाहिँ यो सब्जेक्ट लिएर पढ्ने हो, यस्तो यस्तो बन्छु भने के थियो? यो चाहिँ अलि इन्ट्रेस्टिङ छ कि। सो हामीहरू जेनरल्ली मेरो जेनेरेसनको मान्छेहरू चाहिँ त्यही पनि त्यो ठाउँको मान्छेहरू साइन्स पढ्नुको मेजर कज भनेको बेटर अपर्च्युनिटिज जबमा भनेर नै हो। सो +2 फेल छ भने पनि साइन्स लिएर +2 फेलले पनि सबभन्दा बढी इन्कम गर्न सक्थ्यो क्या, साइन्स म्याथ 10 क्लाससम्म पढाएर भए पनि होइन। अनि हाम्रो टिचरहरू पनि प्रायः +2 फेल हुने, +2 पास भएको त एकदमै रेयर स्कुलहरूमा मात्रै टिचरहरू हुन्थ्यो कि। अनि त्यो अपर्च्युनिटीको लागि हामी +2 साइन्स पढेको हो। सेकेन्ड थिङ भनेको हामी साइन्स त्योले सिलेक्सन गर्थ्यौँ जसको चाहिँ 10 क्लासमा फर्स्ट डिभिजन आउँछ होइन, फर्स्ट डिभिजन और मेहनत गर्न सक्ने छ भने सबैले चाहिँ यो साइन्स पढ्न सक्छ है भन्ने हुन्थ्यो नि त। अनि त्यो साइन्सको जर्नी त्यसरी स्टार्ट भएको हो। तर यो पहिला साइन्स यो छ और साइन्सको भोलि करियर यो छ, ओल्डमा साइन्सको सिनेरियो यो छ भन्ने चाहिँ त्यो केही पनि कन्सेप्ट थिएन भनौँ न। ऱ्यान्डमली सिलेक्सन गरेको यो सब्जेक्ट चाहिँ, ऱ्यान्डमली। अब त्योभन्दा पछाडि चाहिँ अब बायोलोजी फिल्ड, म म्याथमा साह्रै विक हो। म्याथ भनेपछि अलिकति आफूसँग म बच्चैदेखि चाहिँ जे कुरा मसँग टच हुन्छ त्यो कुरा मात्रै बढी म त्यसलाई चाहिँ प्रोसेसिङ गर्छु।
जस्तो म्याथ मसँग टच नहुने भएको कजले म म्याथमा त्यति इन्ट्रेस्ट नजाने अनि +2 साइन्स पढ्दाखेरि म्याथ अलिकति अप्ठ्यारो लाग्ने अनि के सजिलो छ भन्दा म्याथभन्दा बायोलोजी सजिलो छ भन्ने भयो अनि +2 मा पनि बायोलोजी त्यसरी सिलेक्सन गरेको। त्यो बेला के थियो त नि एसएलसी दिएपछि छोरा चाहिँ लाइक हुन्छ नि मेरो टाइममा चाहिँ हजुर अब छोराले एसएलसी दिन साथै के हुन्थ्यो नि अब एसएलसी भने आमा के नै भने जस्तो आइरन गेट रे के ढोका रे होइन त्यो दुनियाँ भनेर अब बल्ल बल्ल पास भयो ल सेकेन्ड डिभिजनमै पास भयो भने छोराले चाहिँ अब इन्जिनियरसम्म पढ्दै हुने अथवा चाहिँ अब डक्टर त के खाएर हुन्थ्यो र होइन अब साइन्सै नराम्रो म्याथै झोर अब कसरी इन्जिनियर पढ्यो त्यो बेला चाहिँ एउटा ट्रेन्ड थियो कि अब डक्टर अथवा चाहिँ इन्जिनियर होइन इन्जिनियर नभए चाहिँ पाइलट अलिक दामवालाको पाइलट साइलट पढाउने भन्ने यस्तो यस्तो हुन्थ्यो क्या। तर अब तिमीले त्यो 67 मा एसएलसी दिँदै गर्दाखेरि त्यो बेलाको एक्सपेक्टेसनहरू चाहिँ कस्तो थियो त फ्यामिलीबाट? हुँदैन क्या फ्यामिलीको चाहिँ जनरली 10 क्लासमा पास हुने प्राइमरी हुन्थ्यो होइन अनि फर्स्ट डिभिजन आउने भएपछि साइन्स भन्ने हुन्थ्यो एकदम थोरै स्टुडेन्टले मात्रै साइन्स सिलेक्सन गर्थ्यो। जस्तो म 10 क्लास पढ्दाखेरि 272 यस्तैजना स्टुडेन्टहरू थियो त्यो मध्ये हामी 10 जना जति साइन्स पढ्यो होला जस्तो लाग्छ मलाई जेनरली। अनि म चाहिँ साइन्समा चाहिँ साइन्स म्याथ म सानैदेखि विक हो क्या एकदमै हुन्छ नि अनि सोसल पपुलेसन हाम्रो पालामा चाहिँ इकोनोमिक्स अकाउन्ट यस्तो इजी लाग्ने अनि त्यो सब्जेक्टमा मेरो फ्यामिलीले पनि के एक्सपेक्टेसनमा अब अलिक गजल कविताहरू यस्तो लेख्नेमा बढी इन्ट्रेस्ट सानैदेखि अनि त्यो सब्जेक्टतिर जाओस् भन्ने चाहिँ एक्सपेक्टेसन थियो। तर फर्स्ट डिभिजन आइसकेपछि अब सोसियल प्रेसर पनि हुन्छ नि त एउटा फ्यामिली प्रेसर सोसियल प्रेसर साइन्स लिनुपर्छ भन्ने भयो। तर 11 क्लासमा गइसकेपछि 3वटा ब्याक लाग्यो क्या मलाई चाहिँ हाम्रो त्यति बेला त 11 क्लास एकदम टफ हुन्थ्यो नि त अनि 3वटा त्यही पनि बायोलोजी म्याथ र फिजिक्स होइन केमिस्ट्री र इङ्ग्लिस कट्यो 11 क्लासमा। अनि त्यसपछि अब घरको प्रेसर यत्रो सानो क्लासदेखि तँलाई चाहिँ सुर्खेत पढाएर भाडामा राखेर त्यत्रो लगानी गरेर फेल हुने भन्ने त्यो प्रेसरले गर्दा अनि 12 क्लासमा बेसरी मेहनत गरेर बल्ल तल्ल 8वटा विषय एकचोटि 12 क्लासमा कटाइयो। त्यसपछि मलाई चाहिँ होप आयो क्या साइन्स पढ्नुपर्छ अब भनेर। तर घरले फेरि होप दिन छोड्यो अब पढ्न हुन्न साइन्स अब तिमी सक्दैनौ होइन किनकि तिम्रो 11 क्लासमा त्यो रिजल्ट देखिसकियो अब तिमी सक्दैनौ भन्ने चाहिँ थियो। तर मैले चाहिँ ढाँटेर भए पनि ब्याचलरमा चाहिँ म अरू सब्जेक्ट पढ्छु नेपाली केही पढ्छु भनेर घरबाट निस्केर फेरि सुर्खेत नै आएँ अनि एन्ड आवरमा चाहिँ मैले ब्याचलर बिएससी नै जोइन गरेँ। घरको मान्छेलाई थाहा थिएन अब ब्याचलरमा जोइन गर्दाखेरि स्टार्टिङ टाइममा चाहिँ अब गाह्रो चाहिँ हुन्थ्यो किनकि धेरै बोर्डिङ स्कुलबाट आएको म त सरकारी स्कुल नै पढेको सानैदेखि अनि बोर्डिङबाट आएको राम्रो इङ्ग्लिस बोल्न सक्ने एकदम राम्रो प्रोफिसियन्सी भएको एकदम त्यस्तो साथीहरू हुने सकिन्न कि जस्तो लाग्थ्यो। तर 3rd सेमेस्टर 4th सेमेस्टर ब्याचलरको गइसकेपछि त्यसपछि म चाहिँ मेरो ब्याचको चाहिँ टपर हो युनिभर्सिटी टपर मेरो बायोलोजी होइन अनि त्यसपछि मलाई होप आयो इजी रहेछ मेहनत गर्न पर्दो रहेछ। तर एकचोटि फेल हुँदा मलाई चाहिँ इजी भयो किनकि म लर्निङ गर्न पाएँ भन्ने चाहिँ मैले होप लिएँ। त्यसपछि बल्ल त्यो ब्याचलर पढ्न लागिसकेपछि मलाई यो साइन्सको फिल भयो क्या त्यो चाहिँ भएको ब्याचलर पढ्दै गरिसकेपछि ब्याचलर सक्यो साइन्स के हो भन्ने थाहा भयो। जस्तो इभन अहिले पनि मलाई यो +2 मा मैले के पढेँ भन्ने मलाई इभन थाहा छैन क्या इभन होइन म अहिले पढाउन जाँदाखेरि बल्ल यो टपिक रहेछ है भन्ने थाहा भयो होइन गडेउलाहरू फ्रगहरूको बारेमा होइन पढाउँदाखेरि मलाई मैले पनि पढेर आएको यो भन्ने अलिअलि केही कनेक्ट त्यसरी भयो क्या। नभए ब्याचलरमा मात्रै मैले मेहनत गरेँ भनेको म साइन्स पढ्दैछु भन्ने फिल आएको ब्याचलरमा हो। नत्र चाहिँ उता हाम्रो उता पश्चिमतिरको उताको अब मेन्टालिटी चाहिँ कस्तो छ जस्तो लाग्छ मलाई भने यदि छोराले राम्रोसँग पढ्यो उसले चाहिँ एसएलसी राम्रोसँग पास गर्यो 11-12 पनि राम्रोसँग पास गर्यो भने ब्याचलर सकाइसकेपछि चाहिँ बरु निजामतीतिर गइदियो हुने कर्मचारीमा जागिर खाइदिए हुने भन्ने चाहिँ उहाँहरूको सोच छ नि त। किनभने सरकारी जागिर खायो भने यो सेटल भयो भनेर बुझ्ने हो नि त होइन। अहिले पो समय परिस्थिति अलिक फरक छ ल मैले चाहिँ यो सब्जेक्ट पढेको हो म अहिले यो कुरामा कार्यरत छु अहिले चाहिँ यसरी सम्झाउँदा उहाँहरू सम्झिनुहुन्छ। तर त्यो 67 आई थिङ्क यो 70 सम्म पनि प्यारेन्ट्सहरूको कुरा चाहिँ त्यही हो क्या छोरा बरु एउटा गतिलो जागिर खाओस् अथवा चाहिँ सरकारी जागिर खाओस् उसको लाइफ सेटल भयो भन्ने हुन्छ। त्यो त फरक विषय उहाँहरूको लागि त होइन। अब कन्भिन्स गराउनलाई पनि गाह्रो पऱ्यो होला पछिल्लो समयमा अब ब्याचलर पढुन्जेलसम्म त ढाँटेरै पढिरह भन्ने सक्यो तिमीले त्यस्तै भयो क्या। अब लाइक यस्तो जसले हामी जसलाई मान्छौँ हामीभन्दा सिनियर ब्याचको दाइहरू दिदीहरूले पनि पढेर काम छैन है भन्ने चाहिँ त्यो चाहिँ फिडब्याक दिनुहुन्थ्यो क्या किनकि म चाहिँ बेरोजगार छु आज अरू म चाहिँ अनस्टेबल छु होइन इकोनोमिक रूपमा अनस्टेबल छु मेन्टल्ली अनस्टेबल छु सो पढ्न हुँदैन है योभन्दा माथि ब्याचलरसम्म बिएससीसम्म ठिक छ भन्ने गर्नुहुन्थ्यो। तर मैले घरको मान्छेहरूलाई त
म्याक्सिमम् कुरा सुनिनँ कि घरको मान्छेको होइन यो गर्नुपर्छ आफ्नो इच्छा लागेको कुराहरू गर्नुपर्छ इन्ट्रेस्टिङ कुराहरू गर्नुपर्छ भन्ने चाहिँ आफ्नो सेल्फ फिल भयो घरको मान्छेहरूले यो कुरामा धेरै चाहिँ रोकेन किनकि मेरो फ्यामिली पनि अलि एकाडेमिक फ्यामिली नै हो तर मभन्दा सिनियरहरूलाई सोद्धाखेरि के पढ्ने त अब आफ्टर ब्याचलर भन्दाखेरि चाहिँ होइन लोकसेवा प्रिपरेसन गर्नुपर्छ भन्ने तर मेरो इन्ट्रेस्ट चाहिँ टिचरभन्दा अर्को केही पनि भन्ने इन्ट्रेस्ट भएन क्या लाइफमा अहिले पनि इभन हुन्छ नि म स्कुल जस्तो बेस्ट प्लेस मेरो लागि यो संसारमा केही पनि छैन सेकेन्ड भनेको मेरो जङ्गल हो होइन जङ्गल म एकदम मन पराउँछु र पहिलो चाहिँ मेरो स्कुल नै हो क्या अनि बेस्ट फ्रेन्ड मेरो को हो भने म धेरै साथीहरू बनाएर हुन्छ नि अहिले साथीहरू मेरोसँग त्यस्तो धेरै छैन तर बेस्ट फ्रेन्ड चाहिँ स्टुडेन्ट हो भन्ने लाग्छ क्या मलाई एभ्रिथिङ म स्टुडेन्टसँग सेयर गर्छु क्या कुराहरू चाहिँ हुन्छ नि क्लासमा हुँदाखेरि होस् अर क्लास बाहिर म खाली टाइममा यसरी सेयर गरेर आउँछु त्यस कारणले पहिलो कुरा आफू डिटर्मिनेसन गर्न पर्दो रहेछ मेरो के हो होइन अरूले धेरैजनाले त्यो सम्झाउँदा पनि मैले चाहिँ टिचर नै भन्ने मेरो प्यासन हो त्यसमा पनि म अझै जहाँ बढी मेहनत गर्नुपर्छ प्राइभेट स्कुलहरू त्यहाँ मेहनत गरेर पढाउन राम्रो हुन्छ त्यसले आफूलाई पनि ग्रो अप गराउँछ भन्ने कुरा चाहिँ म प्रुफ गर्दैछु क्या म त्यो आफूलाई कतिको सस्टेन गर्न सकिन्छ भनेर अनि त्यस्तो छ के भने यस्तो छ क्या नेपालको केसमा चाहिँ अब के भन्छ एकदमै अब हाम्रो यो इकोनोमिक ग्रेडको प्यारेन्ट्सहरू क्या जस्तै त्यसलाई के भन्छ नेपालीमा न्यून आय भएको र एउटा चाहिँ मिडल क्लास क्या मिडल क्लास अब हाम्रो मिडल क्लास फ्यामिलीमा चाहिँ कस्तो छ भने बाउ आमाले चाहिँ के भन्छ भने प्यासन होइन इन्ट्रेस्ट भनेको चाहिँ यो महत्त्वपूर्ण कुरा होइन यो प्रायोरिटी कुरा होइन जीवन जिउनको लागि चाहिँ तिमीले के गर्नुपर्छ काम गर्नुपर्छ काम गर्नलाई जागिर खानुपर्छ होइन अनि अब आई मिन पढ्न पनि पर्छ मेन कुरा त पढ्न पऱ्यो मेहनत गर्नु पऱ्यो जागिर खान पऱ्यो होइन त्यो पढेअनुसारको त्यतातिर लाग्नु तिमी यो कहाँ प्यासन स्यासनतिर भन्थ्यो क्या मलाई पनि पहिला मेरो प्यासनतिर लाग्दाखेरि मलाई पनि त्यस्तो अब्जेक्सन दिँदा हामी पनि मिडल क्लासको फ्यामिली हो होला दुःख गरेर पढायो होला म फेरि मान्छु उनीहरूले त्यति बेलाको टाइममा हामीलाई बोर्डिङमै पढाए हामीलाई अहिले कम्युनिटी स्कुलमा कहिले पनि पढाएनन् कि उनीहरू आफू कम्युनिटी स्कुलमा पढेर उनीहरू आफू एक छाक बारेर होला होइन एक छाक पुरै नखाइकन छोरछोरलाई चाहिँ पढाएको हो क्या हामीलाई चाहिँ फेरि अनि त्यो हुँदै गर्दाखेरि पनि पढ्दै गयो बट कहाँनिर आएर उनीहरूले रोक्यो भन्दाखेरि त्यही प्यासनको कुरामा इन्ट्रेस्टको विषयमा उनीहरूले ठ्याक्कै त्यहाँ डिफ्रेन्सेस जनाइदियो क्या हेर भोलि प्र्याक्टिकली त तिमी बाँच्नुपर्छ बाँच्नलाई त जाहिर खानु पऱ्यो जाहिर खानलाई त तिमीले पढ्नु पऱ्यो यो सब्जेक्ट पढ्नु पऱ्यो चलेको सब्जेक्ट पढ्नु पऱ्यो भन्थ्यो क्या अनि म पनि साइन्समा चाहिँ म नि राम्रो स्टुडेन्ट है स्कुल लेभलसम्म है फेरि अब 11-12 पुगिसकेपछि त ठ्याक्क यो म्यानेजमेन्टको सब्जेक्ट आइरहेको थियो नेपालमा भर्खर कलेज खोलिरहेको बेला अनि एक दुईवटा प्राइभेट कलेजहरू सुरु गरिरहेको थियो प्राइभेट कलेजहरूले अनि त्यसमा चाहिँ त्यो बेला चाहिँ ट्राभल एन्ड टुरिज्म र होटल म्यानेजमेन्टको एकदमै क्रेज थियो क्या अनि सबसे सजिलो सब्जेक्ट के त भनेर हेर्दा गएँ म साइन्स साइट होइन यो आफूलाई आउँदैन महत्त्वपूर्ण छैन भनेर अनि त्यो बेला हामी चाहिँ यो ट्राभल एन्ड टुरिज्म पढायो म पनि त्यो बेला अनि म त्यस्तो पढ्ने मान्छे पनि होइन पढ्ने विद्यार्थी पनि होइन र अहिले हेऱ्यो भने ट्राभल एन्ड टुरिज्मको के भन्छ स्टुडेन्ट मिडिया हाउस चलाइरहेको छ होइन अनि यहाँ फेरि जर्नलिजम यो हाम्रो चाहिँ कन्जर्भेसनको चाहिँ यो पोडकास्ट पनि चलाइरहेको छ तर यो मेरो प्यासन हो नि त होइन यो फोटोग्राफी यो एकदमै मेरो घर फेरि यो निकुञ्जसँगै छ म एकदम नेचरसँग एकदमै कनेक्टेड थिएँ पहिलादेखि नै त्यही भएर यतातिर लागेको हो क्या अब बाउआमाको कुरा उनीहरूको आफ्नो विचार आफ्नो ठाउँमा सही पनि छ होइन उनीहरूले भने भोलि प्र्याक्टिकली बाँच्नलाई त केही आधार चाहियो अब हेर्दाखेरि त फोटो चाहिँ खिचेर अनि वन्य जन्तुको होइन पुतलीको के भन्छ सर्पको त वकालत गरेर त पेट भर्दैन फेरि होइन वास्तविक कुरा पनि हो त्यो रियालिटी बट वाट एभर आफ्नो जे इन्ट्रेस्ट हो प्यासन हो त्यसलाई चाहिँ फलो गर्नुपर्छ जस्तो मलाई लाग्छ क्या त्यसले रिजल्ट देला नदेला आफ्नो ठाउँमा छ होइन हरेक यात्राको एउटा गन्तव्य त रहन्छ नै अब हामी गन्तव्यमा पुगेको छ कि छैनौँ तिमी पुगेको छ कि छैन त्यो के भन्छ टाइमले बताउँछ नि त अब हाउएभर अनि आर यु द बेस्ट स्टुडेन्ट्स इन यर स्कुल लाइफ होइन अघि नै भनिहाल्यो म अलिक कस्तो देशको गभर्मेन्टको कुरामा जस्तो पोलिटिकल कुरामा बढी इन्फ्लुएन्स हुने हुन्छ नि गभर्मेन्टमा के भइरहेको छ यो कुरामा बढी चासो राख्ने अनि यो कुरामा चाहिँ आफ्नो विचार राख्ने सोसियल मिडिया पहिले सबै यो पोलिटिकल इस्युजहरूमै लेख्थेँ कि होइन लाइक मलाई गभर्मेन्ट
यो पोलिसीप्रतिको अनि त्यो अट्र्याक्सन थियो क्या, गभर्मेन्टप्रति बढी अट्र्याक्सन थियो, पोलिटिकल पार्टिजहरूप्रति बढी अट्र्याक्सन थियो, कसले के गरिरहेछ अनि उनीहरूका कुरा सुन्न पनि एकदम मजा लाग्ने होइन आफूलाई, त्यो ब्याकग्राउन्ड थियो। तर म स्टुडेन्टको हिसाबले, म्याथमेटिकल माइन्डको हिसाबले, साइन्सको माइन्डको हिसाबले हेर्दाखेरि एकदम विक स्टुडेन्ट हो म चाहिँ। म बिलिभ नै गर्दैन कि म त्यो जर्नीबाट, त्यो जेरो स्टेटबाट चाहिँ अहिले यहाँसम्म आइपुगेको छु भन्ने कुरा चाहिँ म बिलिभ पनि गर्न सक्दैन क्या। त्यो यो चाहिँ लाइक इभन अहिले पनि मलाई धेरैजना साथीहरूले सजेस्ट गर्नुहुन्छ कि तपाईँ साइन्सको चाहिँ स्टुडेन्ट होइन है अहिले, इभन क्या अहिले पनि, किनभने म त्यो फिलोसफिकल कुरामा बढी रमाउँछु क्या, लाइक पोलिटिकल कुरामा ओल्डमा के भइरहेको छ, यो गभर्मेन्ट कस्तो हुनुपर्ने थियो होइन, अनि हाम्रो नेक्स्ट जेनेरेसनलाई कसरी चाहिँ चेन्जेस ल्याउन सकिन्छ भन्ने कुरामा चाहिँ बढी इन्ट्रेस्ट दिने। साइन्सको एकुरेट कुरामा, जस्तो साइन्स पढेको जेनरल मान्छेहरू, टिचरहरू कस्तो हुन्छ भने क्लासमा गयो होइन, पढायो अनि उनीहरूले चाहिँ ठिक्क कुरा गर्यो, कुनै मोटिभेसन यो त्यो फिलोसफिकल कुरा केही पनि गर्दैन नि त होइन। हामी साइन्स टिचर भनेपछि सानैदेखि चाहिँ साइन्स टिचर भन्ने हुन्थ्यो नि त, किनकि ऊ यस एन्ड नो यस्तो टाइपको हुन्थ्यो नि त। तर म चाहिँ त्यस्तो छैन क्या, म अलि बढी सोसियल टाइपको छु क्या, अलि फिलोसफिकल टाइपको मान्छे छु। यसले गर्दा मलाई टिचिङ करियरमा एकदम फाइदा चाहिँ गरेको छ। स्टुडेन्टहरू छिटो कनेक्ट हुन्छ, उनीहरूको साइकोलोजी अन्डरस्ट्यान्ड गर्न मलाई इजी हुन्छ र मैले जानेको कुरा सेयर गर्न, त्यसलाई कथामा होस् और कसरी भन्न सकिन्छ, स्टुडेन्टहरू एकदम इन्ट्रेस्ट दिएर चाहिँ सुन्छ र नजिक हुन्छ कि त्यो हुन्छ। त्यसैले म एकाडेमिक करियरको हिसाबले म विक स्टुडेन्ट हो, तर ब्याचलर पछाडि म एकदमै मेहनत गर्ने भएँ होइन। अनि मेहनत गरेपछि यतातिर रिजल्टको हिसाबले पनि मेरो राम्रो नै भयो होइन, राम्रै हुँदै गयो। अनि मास्टर्समा मैले ब्याचलरको मेहनतले मास्टर्समा मैले मेहनतै गर्न परेन क्या। मास्टर्समा म अलमोस्ट जङ्गल हुन्थेँ क्या, यही हाम्रो दाइहरूसँग, यो सबै दाइहरूसँग, हजुरसँग पनि कतिचोटि हिँड्ने होला यो शिवपुरीको जङ्गलमा होइन। अनि कति हिँड्ने हो। त्यसपछि त्यो चम्पादेवी त मेरो लागि अलमोस्ट म 7 दिनमा चाहिँ 4 दिन जति म चम्पादेवीको बेसमा चाहिँ बोर्डिङको लागि हिँड्थेँ क्या अलमोस्ट। अनि कलेज भनेको मेरो लागि सेकेन्डरी कुरा थियो। तर रिजल्टको हिसाबले म चाहिँ अगाडि नै लगभग त्यो एकदम पुछारमा हुन्थेन भनेको मिडियम और एभरेज टप 10 भित्र चाहिँ पर्थेँ। टप 10 भित्र, टप 10 तिर मास्टरसम्म चाहिँ पर्थेँ। एभरेज फेरि यस्तो हुन्छ नि त, के भन्छ, विज्ञता हासिल गर्ने मान्छेहरू चाहिँ अलिक फरकै हुन्छ क्या। उनीहरूको जर्नीको स्टार्टिङ जर्नी चाहिँ जोरै हुन्छ क्या, तर उनीहरूको फिनिसिङ जर्नी चाहिँ बबालै हुन्छ भन्छ। यस्तो छ, मैले मेरो साथीहरूले नोटहरू, फेयर कपीहरू सबै बनाएर राख्थ्यो। म क्लासमा पनि नजाने, फेयर कपी पनि नबनाउने क्या। इभन मैले ब्याचलरमा मसँग लास्टमा आउँदाखेरि एउटा गिफ्ट दिनुभएको थियो, डायरी चाहिँ त्यहाँको स्टुडेन्टहरूले, म जुनियर। त्यो डायरीले मैले मास्टर्स चलाएको छु र त्यति बेला किनेको ब्यागले मैले मास्टर्स चलाएको छु क्या। इभन मैले बोर्ड्सको डाटाहरू सबै त्यसमै लेख्थेँ होइन, अरू जे सबै कामहरू त्यही कपीमा भर्दा पनि कपी भरिन्थेन क्या। भने मैले कति पढेँ होला होइन। तर मलाई चाहिँ के हुन्थ्यो भने साथीहरू भयो अनि कुनै टपिक आयो, टपिकमा म मजाले उनीहरूको कुरा सुन्थेँ अनि त्यसपछि म त्यसलाई आफ्नो वेले चाहिँ डिस्क्राइब गर्थेँ होइन, साथीहरूसँगै बसेर। उनीहरू दिनभरि पढ्थ्यो अनि इभिनिङमा मसँग भेट्दाखेरि चाहिँ आज यो पढियो भन्थ्यो। अनि मैले के पढ्नु बोल भन्नु त भनेर भने उनीहरूले चाहिँ भन्थ्यो। त्यसपछि मैले चाहिँ मजाले त्यसलाई चाहिँ खेलाउँथेँ क्या, बाटोमा हिँड्दै हुन्छ नि, चिया खाँदै सम्झ्यो भने अनि पुग्थ्यो क्या भोलिको इक्जामको लागि चाहिँ इनफ हुन्थ्यो। लाइक याद गर्ने कुरा कहिले पनि गरिएन क्या, त्यो घोकन्ते चेरो म सक्दैन। त्यही भएर म्याथमा विक हो क्या, म फर्मुला यो त्यो कहिले आउँदैन क्या। त्यो फेरि मलाई त त्यो लाइफमा युजै नहुने फर्मुलाहरू चाहिँ के भएर होइन र, त्यो टच गर्दैन क्या। त्यो त युजै खै पढायो त युजै भएन नि अहिलेसम्म। युज भएको थियो प्लस माइनस अनि डिभाइड के भएर भने नर्मल मान्छेले पनि गर्छ। तर यसको मतलब फेरि त्यो हामीले युज नगरेको होला होइन, हाम्रो लागि टच गरेन त्यसले। अदरवाइज अब म्याथ भनेको त साइन्सको पनि फादर हो होइन, हामीले टच गर्न सकेनौँ र हाम्रो पोलिसीले चाहिँ टच गराएन क्या। हामीले त अब डेली लाइफमा युज हुने कुरा खोज्या हो, त्यो खोजिरहेको छ नि त होइन। अब हाम्रो डेली लाइफमा त फर्मुला त युज हुँदैन। अब होला तिमीले भने जस्तै अब त्यो विषयमा अध्ययन गरिरहेका मान्छेले चाहिँ उसको लाइफमा त्यो फर्मुलाहरू प्र्याक्टिकली नि युज गरे होला, हुन होस् होइन। अनि अब हामीले त गरेनौँ नि त, हामी त अब अहिले भनिहाल्यो तिमीले मजाले सोसल हुने खालको मान्छे, अलिकति सोसलाइज हुन खोज्छु म, मान्छेहरूसँग चाँडै कनेक्ट हुन्छु, अलिकति फिलोसफिकल कुराहरू गर्छु भनेपछि त त्यसमा त तिमीलाई म्याथको त केही कामै भएन, टसै भएन क्या म्याथ चाहिँ होइन। मजा आयो ल, ठिक छ, नेपाल हो ठिक छ होइन। अनि आफ्नो त्यो बाल्यकालमा त्यस्ता केही एकदमै याद आउने कुराहरू छ?
बाल्यकालमा म स्कुलको डिसिप्लिन स्टुडेन्ट हो फर्स्ट थिङ। म प्रायः सो जुनसुकै स्कुलमा गयो, धेरै स्कुलहरू मैले चेन्ज गरेँ सानो क्लासमा आउँदाखेरि पनि, सधैँ अब कपी दिनुहुन्थ्यो त्यति बेला होइन। स्कुलको गिफ्ट प्राइज भनेको चाहिँ कपी नै हुन्थ्यो, सानो 5-10 रुपिस पर्ने होला। अनि त्यो कपी चाहिँ डिसिप्लिनमा म हो पाउने होइन। अनि पढाइको हिसाबले पनि म ठिक स्टुडेन्ट थिएँ त्यो टाइमसम्म, ठिक थिएँ त्यहाँ होइन, एभरेज थिएँ। अनि घरमा पनि सबै पढाउने, अनि टिचरहरू घरमा पनि होइन, अनि ठिक थियो। तर बदमासी चाहिँ गरिएन क्या। बढीमा मैले बदमासी गरेको गाउँतिर त घाँस काट्नुपर्छ नि त। घाँस काट्दाखेरि चाहिँ कसैको बारीमा राम्रो घाँस देख्यो भने चोर्न गई होला बढीमा। त्यही पनि एकदम म त्यो चोरहरूमा पनि सबभन्दा कम टाइपको चोर हो क्या, डर मान्ने टाइपको होइन, एकदमै डर मान्ने त्यस्तो हुन्थ्यो। अनि मलाई एकदम इन्सिडेन्ट चाहिँ भूतको क्या। जस्तो हाम्रो गाउँतिर त सानैदेखि चाहिँ एउटा माइन्डसेट बनाइन्छ नि त होइन। फ्यामिलीले माइन्डसेट बनाउँछ, सोसाइटीले माइन्डसेट बनाउँछ। जस्तो सर्प भूत यिनीहरूको चाहिँ सेम टाइपको माइन्डसेट क्रिएट गरिदिएको छ क्या। अब हामीहरू गोठालो जाँदाखेरि एउटा दाइले चाहिँ ल अब अमिलो लिएर आउजाउ भनेर भन्नुभयो। दिउँसो त्यही 12 बजेतिर चाहिँ 12 देखि 1 बजेको बिचमा भूतहरू चाहिँ खोलाहरूमा देखिन्छन्, और त्यो बढी चाहिँ तिनीहरू एक्टिभ हुने टाइम हो र रातिको टाइम हो भन्ने चाहिँ जेनरल कन्सेप्ट थियो। अनि अमिलो लिन जाँदाखेरि चाहिँ बाटोमा अब म त खोला देख्ने बित्तिकै रनिङ गरेर जानु पऱ्यो। अनि ढुङ्गामा ठोकिएर घुँडाहरू होइन, लगभग 2-3 महिना चाहिँ प्यारालाइज नै हुने के। अनि भूतको चाहिँ एकदमै धेरै डर मान्थेँ क्या मैले। भनेको खाना खाने गरेर एउटा थियो, सुत्ने गरेर अर्को थियो। अनि उकालोमा खाना खाने बित्तिकै रनिङ गरेर जाँदाखेरि चाहिँ अब भाँडा बजाउँछ यहाँनिर यस्तो भनेर सुनाएको के। अनि त्यसपछि यस्तो कन्सेप्टबाट आइएको हो। तर आज म यहाँ छु होइन, आज म स्टुडेन्टलाई पढाइरहेको हुन्छु घोस्टको कुराहरू होइन, यो स्टोरीहरू पनि उनीहरूलाई सुनाउँछु। तर त्यो कन्सेप्टबाट आएको क्या। तर त्यस्तो एकदम सम्झिन लायकको चाहिँ म जुन स्कुलमा पढेँ त्यो ठाउँमा चाहिँ कुनै वक्तित्व कलाहरू यो भयो भने म पहिलो नै हुन्थेँ। बोइजबाट म नै जान्थेँ, गर्ल्सबाट अर्को कुनै हुन्थ्यो। अनि गल्ती हुन्छ नि सानोमा अलिअलि, अब यस्तो बच्चाहरूले गर्छ नि अहिलेको जस्तो, त्यस्तो चाहिँ मिस्टेकहरू त्यस्तो केही पनि भएन जस्तो लाग्छ। एकदम नर्मल नै लाइफ भयो क्या। अनि यता कलेज आइसकेपछि म सुर्खेतमा होइन? सुर्खेतमा यस्तो हुन्थ्यो, म अलि छिटो परिवर्तन खोज्ने मान्छे हो क्या। जस्तो म जुलोजी पढ्न मलाई एकदम इन्ट्रेस्ट थियो। ब्याचलर पढिसकेपछि जुलोजी बोटनी बायोलोजीको 2टा ग्रुप भन्ने भयो। अनि बोटनीको धेरैजनाले पढेको देखियो, तर मैले त्यसको करियरको बारेमा त मैले काउन्सिलिङ त्यस्तो थिएन। तर जुलोजी चाहिँ नयाँ सब्जेक्ट हो है भन्ने भयो। अनि मेरो ब्याचमा चाहिँ फर्स्ट टाइम मैले सरहरूसँग चाहिँ सर इफ जुलोजी चाहिँ भएन भने म त चाहिँ झुन्डिन्छु है, जुलोजी चाहिँ हुनुपर्छ। त्यो फेरि मैले जुलोजीमा यो करियर बनाउँला भनेर भनेको होइन क्या। लाइक भोलि जुलोजी पढ्यो भने कम मेन पावर छ, म चाहिँ अपर्च्युनिटी बढी पाउन सक्छु भन्ने चाहिँ त्यो कन्सेप्टले भएको। अनि त्यसपछि धेरैजना साथीहरू जुलोजी पनि सिलेक्सन गर्यो मिड वेस्टर्न युनिभर्सिटीमा पढ्दाखेरि होइन। धेरैजना पछि मास्टर्स पनि हामीले सबैले सँगै गऱ्यौँ त्यहाँको होइन। तर जेनरली चाहिँ पोलिटिकल्ली बढी इन्फ्लुएन्स, अनि एकदम छिटो परिवर्तन खोज्ने, सरहरूसँग नडराउने अलिकता। सरहरूसँग चाहिँ केही कुरा भयो भने म चाहिँ ट्याकल गरिहाल्ने क्या। त्यसले अहिले म टिचर हुँदाखेरि मैले गलत गरेँ कि भन्ने चाहिँ बेला फिल हुन्छ होइन। म भेटिया बेला पनि भन्छु सर त्यति बेला चाहिँ मिस्टेक भएको है भन्छु। अहिले पनि म ट्युमा चाहिँ अस्ति गएको थिएँ, यो चाहिँ गुन्डा के अरे डन क्या मलाई, किनकि म केही सहन सक्दिनँ। अनि यो गर्न पऱ्यो, और हामीले पाउने अपर्च्युनिटीहरू यो चाहिँ तुरुन्त हुन पऱ्यो भन्ने त्यो एक्सन खोज्ने मान्छे। अनि यसले कतिपय ठाउँहरूमा अब्स्ट्याकल पनि ल्यायो, तर यसले चाहिँ नेक्स्ट जेनेरेसनलाई चाहिँ जहाँ पढेँ त्यो ठाउँमा चाहिँ बेटर फ्युचर पनि गराइदिएको छ मैले गरेको कामले होइन। त्यो चाहिँ भएको छ। तर गल्ती चाहिँ गरिएन क्या, गल्ती चाहिँ गरिएन होइन। जस्तो आन्दोलन गरियो होला, तोडफोड भयो होला, तर त्यो रिफर्म चाहिँ आफैले गरियो क्या। रिफर्म चाहिँ आफै गर्न लाग्थ्यो। फेरि ब्याचलर पढ्दै गरिसकेपछि त झन् लगभग अब त्यो पार्टीको पोलिटिकल इन्फ्लुएन्स झन् भइहाल्छ नै होइन। अब कुनै न कुनै सङ्घ होइन, विद्यार्थी सङ्घ त हो नि सबै, त्यहाँ अफिलिएटेड हुनै परिहाल्यो। फेरि समस्या त्यो पनि छ। त्यो बिचमा मैले पछि यो टिकटक अलि बेसी नै इन्गेज भएपछि यो आफ्टर लकडाउन, अनि मैले त्यहाँ भर्खरको अब केटाकेटीहरू होइन अब देख्दाखेरि उनीहरू चाहिँ फेरि पार्टीसँग अफिलिएटेड भएका छन् कि। अब उनीहरू ब्याचलरको सेकेन्ड इयर फर्स्ट इयर होला, कोही थर्ड इयर होला होइन, कोही मास्टर्स जोइन गरेर आएको होला। अब उनीहरू चाहिँ एउटा पार्टीसँग अफिलिएटेड हुनुपर्ने एउटा अवस्था भएको भएर उनीहरू अफिलिएटेड भएका पनि देखाएको थिएँ क्या। अब मैले त यता युनिभर्सिटी लेभल त मैले यतातिर एक्सपिरियन्स गर्न पाइनँ होइन। म त यतातिर जाँदा पनि गइनँ पछि चाहिँ।
अनि किन भन्दाखेरि पनि एउटा नेपालमा मेरो एउटा इच्छा चाहिँ कस्तो थियो भने नेपालमा यो क्रिमिनोलोजीको एउटा छुट्टै सब्जेक्ट भए चाहिँ एकदम पढ्नु पर्ला कि भन्ने मेरो पहिलाको इच्छा चाहिँ त्यस्तो थियो अब बच्चाको कुरा गऱ्यो भने त वाट यु वान्ट टु बी इन फ्युचर भनेर लेख्दा डिएसपी लेख्ने मान्छे हो क्या म त्यो बेला चाहिँ ओ पुलिस भयो भने त बबाल बलियो हुन्छ भन्ने सोच्ने मान्छे हो अब कहिलेतिर कति बेलातिर गएर डक्टर पनि भनियो न के हुनु केही भएन तर अब यस्तो आफूले जे गर्दैछ जसरी अगाडि बढ्दै जान्छ जिन्दगी अन्तमा गएर त्यो लेखेको कुरा भन्छ नि होइन कति कुरा म लेखेको कुरामा नि विश्वास गर्छु कति कुरा चाहिँ फेरि हाम्रो पहिलाको भनाइ छ नि भाग्य छ भनेर चाहिँ डोकोमा दुध दिएर त हुँदैन नि त अनि तर त्यसलाई अलिकति मोडिफाइड गरेर के हुन्छ डोकोमा नि दुध दुहुन मिल्छ क्या मोडिफाई गर्नु डोकोमा भाग्य छ भने डोकोमा दुध दिएर रहन्छ त भन्दा हुँदैन नि भन्न त तर त्यसमा चाहिँ हामीले चाहिँ जङ्गलमा पाउने आफ्नो बारीमा पाउने त्यो त्यसको ठुलो पातवाला हुन्छ नि त्यसलाई लिएर डोकोमा राखेर दुयो भने त आइहाल्यो नि आफूलाई भन्ने कुराहरू म चाहिँ त्यस्तो सोच्छु क्या यस्तो छ हाम्रो जेनेरेसन जुन थियो नि त्यो जेनेरेसन पोलिटिकल्ली सबैभन्दा बढी इन्फ्लुएन्स थियो क्या किनभने पोलिटिकल सिनेरियो हाम्रो कन्ट्रीको चाहिँ एकदमै चेन्ज थियो होइन अनि भर्खरै एउटा देशमा चाहिँ गृहयुद्ध भएको थियो त्यो कुराबाट एकदमै धेरै चेन्जेस भएको थियो मान्छेहरू पनि सोसियल मिडियामा यो त्यो इन्गेज हुन भएको अनि पावर चाहिँ कसरी ग्र्याब गर्ने भन्ने एकदम धेरै प्र्याक्टिस हुन्थ्यो क्या जस्तो म चाहिँ वडा अध्यक्षको नजिक भइदियो भने पनि धेरै फाइदा हुन्छ भन्ने टाइपले यसरी प्र्याक्टिस हुन्थ्यो नि त त्यसले गर्दा म पनि अछुतो होइन होइन इभन म एकदमै इन्फ्लुएन्स मान्छे हो तर जब म टिचिङ करियरमा लागेँ अहिले मलाई भन्नु इजी छ क्या जस्तो म अहिले पनि म पोलिटिकल कुरामा चाहिँ एनालाइज गर्न सक्छु किनभने म इन्गेज भएर आएको त्यो पोलिटिकल सिनेरियो कसरी चलिरहेको हुन्थ्यो त्यो मान्छेहरू चाहिँ म किर्तिपुर बस्दाखेरि यदि कोही नेताहरूलाई भेट्न जानु पर्यो भनेपछि उनीहरूले मेरो बुवाले त खेत बेचेर पैसा पठाइरहेको हुन्छ नि त अर्थात् धान बेचेर पैसा पठाइरहेको हुन्छ नि त अनि त्यसपछि बुवाले पठाउनु भएको पैसा चाहिँ मैले त्यो नेताहरूलाई चाहिँ चिया खुवाउन खर्च गर्न पर्ने क्या अनि म बिस्तारै त्यो स्टडी गर्दै गएँ क्या म एकदमै इन्फ्लुएन्स थिएँ पोलिटिकल्ली होइन त्यो दुईवटा तरिका एउटा पावर गेन गर्नको लागि हुन्थ्यो होइन त्यो प्र्याक्टिस हुन्थ्यो सेकेन्ड थिङ भनेको खासै काम केही हुन्थेन बेरोजगार हुन्थ्यो मान्छेहरू केमा अट्याच हुने भन्दाखेरि अब यो मान्छेहरूसँग कुरा गरेर बस्न चाहिँ राम्रो हुन्छ गभर्मेन्टको कुराहरू भन्ने चाहिँ लाग्थ्यो पछि चाहिँ जब टिचिङ करियरमा लागेँ कम्प्लिटली मलाई चाहिँ कस्तो लाग्यो भने म त किनकि म फिल्डमा गएँ बुझेँ हाम्रो स्कुलको हालत यस्तो छ सबै कुरा यस्तो छ नेक्स्ट जेनेरेसन कस्तो आउने होला भन्दाखेरि त्यसपछिदेखि मैले बुझेको छु अहिले पनि म स्टडी गर्छु पोलिटिकल स्टडी गर्छु होइन अहिले के भइरहेको छ कसरी चेन्जेस गराउन सकिन्छ बुझिरहेको हुन्छु तर एक्चुअल्ली मन चाहिँ पर्दैन मलाई मैले कम्प्लिटली लेफ्ट आउट गरिदिएँ क्या कम्प्लिटली हुन्छ नि कोही मान्छेहरू अलिअलि टसमा रहन्छ नि कम्प्लिटली लेफ्ट आउट गरिदिएँ अनि म एकदम ह्याप्पी छु अहिले तर मैले बुझेको छु क्या अब्जर्भ त गर्नुपर्छ अब्जर्भ गरेको छु नि त मलाई इजी छ गलत भयो कि सही भयो भन्न इजी छ नि त मैले होइन अनि कलेज लाइफतिर लप परेन नै त्यस्तो भयो यो यस्तो भयो पोलिटिकल्ली इन्फ्लुएन्स भएको कजले गर्दा विश्वविद्यालय कसरी राम्रो बनाउने यही कुरामा हाम्रो साथीहरूसँग बस्ने छलफल गर्ने चिया खाने यो गर्ने बेलुका 9 बजीसम्म बस्ने अनि खाना कोठामा गयो भाँडा बिहानको बाँकी हुन्छ नि त होइन अनि भाँडा माझ्न झ्याउमा लाउने अनि सुत्ने भयो क्या अर्थात् कसै साथीको कोठामा गएर खाने त्यस्तो टाइपको भयो अनि यी कुराहरूमा खासै त्यो इन्गेज नै हुन पाइएन क्या अनि त्यो लाइफ फेरि कस्तो रहेछ भने एकदम टक्क बिहान कलेज आउने अनि दिउँसो पढ्ने अनि बेलुका घर जाने अनि फुर्सद भएको अनि म्यासेज गर्ने यो गर्ने त्यो गर्ने अनि गर्ल्सहरूले पनि त्यसलाई बढी प्रिफर गर्दो रहेछ हामी अब हाफ प्यान्टमा कलेज गएको छ होइन त्यो उसमा गएको छ अनि क्रान्तिका कुरा गरेको छ होइन त्यसपछि कसरी परिवर्तन कुरा यो धेरैलाई मन नपर्दो रहेछ अनि त्यो भएर यो खासै कुरामा इन्गेज भइएन ब्याचलरमा भएन अनि कहीँ पनि भएन यो एट्र्याक्सन नै भएन क्या भएन भनेको इभन ट्युमा हुँदाखेरि पनि ट्युमा आयो अनि पढ्न थालियो जङ्गल घुम्न थालियो जङ्गल यो भन्ने भयो 2 इयर गएको थाहै भएन क्या ट्युमा नि भएन ट्युमा पनि भएन अनम्यारिड हो कि म्यारिड अनम्यारिड हो अहिलेसम्म अनम्यारिड हो कहिले बिहे गर्ने अन्त म नि अनम्यारिड हो ए अनम्यारिड म नि अनम्यारिड हो र किन यस्तो कहानी होइन अलिकति यो यस्तो भयो ठ्याक्कै अलिकति अपोजिट छ क्या लक्ष्मणको र मेरोमा चाहिँ म चाहिँ स्कुल लाइफदेखि अलिकति के भन्छ त्यसलाई अलिकति म पनि एकदम सोसलाइज हुने मान्छे हो अनि म बोल्छु मान्छेहरूसँग म चाँडै कनेक्ट हुन्छु क्या मान्छेहरूसँग म चाहिँ मेरो दाइ जस्तो छैन अलि रिजर्भ छ मेरो दाइ मेरो भाइहरू मेरो कान्छो भाइ पनि
म चाहिँ बोल्ने यताबाट म स्कुल लाइफदेखि नै अलिकति त्यस्तो थिएँ अलिक चञ्चले टाइपको थिएँ क्या यसो केटीदेखि पनि गफ दिइहाल्ने हो कि होइन यो यस्तो छ यो लभ लाइफ यो धेरै भयो धेरैसँग लभ पऱ्यो कोसँग ट्रु लभ पऱ्यो पनि थाहा छैन मलाई अहिलेसम्म र लाइफमा अहिलेसम्म भेटेका अब सभ्य भाषामा भन्नुपर्दा अहिलेसम्म मैले भेटेको महिला साथीहरू मध्येमा 1-2 जना महिला साथीहरू चाहिँ मलाई याद आउँछ उहाँहरू अझ पनि हुन्छ कोही चाहिँ बिहे गरेर जानुभयो 1-2 जना छ जोसँग चाहिँ म योसँग चाहिँ अब लाइफ बिताउँछु यससँग चाहिँ म अब बिहे गर्छु भन्दाखेरि त्यो कुराहरू भएन क्या अनि त्यो भोग्दै आइसक्यो होइन अब एकजनासँग लभ परेको भए पो अब 10-12 जना लभ परिसक्यो होइन त्यो टाइममा होइन अनि लास्ट इयरसम्म पनि चलिरहेको थियो मेरो तर म चाहिँ यो रिलेसनमा चाहिँ अलिकति सिरियस छैन किन भन्दाखेरि पनि अब अलिकति फरक दुनियाँ भयो क्या उसको र मेरो म चाहिँ अब जङ्गलको कुरा गर्ने म बाघ भालुको कुरा गर्ने होइन हात्तीको कुरा गर्ने सर्पको कुरा गर्ने उनीहरू त डर लाग्छ नि त अब आफू अलिकति यता नेचरतिर अलिकति इन्गेज बेसी हुने बरु क्यामेरा लिएर जम्न घुम्न भने मजाले घुम्न जाने म यता क्लब सब यो दायाँमा छाडिदिइसकेको थिएँ अनि त्यो भएपछि अब आफूले झन् मेच्योर हुँदै गयो नि त मेच्योर हुँदै गयो उमेर बढ्दै गयो मान्छेले के सोच्दो रहेछ नि मेरो कन्सेप्ट बुझिदिनेसम्म भयो भने अथवा मेरो कामलाई कम्प्रोमाइज गरिदिन सक्ने एउटा पार्टनर आयो भने चाहिँ भन्ने हुँदो रहेछ अब त्यो खोज्दा अब होला जस्तो लाग्दैन र मेरो अहिले त्यस्तो इच्छा पनि छैन नै म छिट्टै एकदम शुभ समाचारको चाहिँ गुड न्युजको वेटिङमा छु त्यो मेरो चाहिँ हुँदैन यो दशरथ दाइ हाम्रो बुढाहरूले एकदमै बेला बेलामा डाइलेक्ट ठोक्छ यस्तो हो क्या गर्छु भन्ने बेला पनि नहुने कुरा हो यो गर्दिनँ भन्दा पनि नहुने कुरा हो यो हुँदैन भन्दा यो चाहिँ तिम्रो बुढापाकाहरूले हाम्रो पहिलाको बुढापाकाहरूले भनेको कुरा यो जुर्नुपर्छ भन्छ नि जुर्यो भने त म टाइम आउनुपर्छ म गर्दिनँ भने पनि म गर्नै पर्ने अवस्था पनि हुन्छ होइन तर एकदमै लेट भइसक्यो त्यो मलाई पनि थाहा छ यस्तो हुँदो रहेछ एज बढ्दै जाँदा छ लाइफ भन्ने चाहिँ हुँदो रहेछ अनि कन्सेप्चुअली जस्तो त्यति बेलाको अट्र्याक्सन त नहुने कुरा भएन नि बेसिक अट्र्याक्सन त जोसँग पनि हुन्छ त्यो टाइममा होइन सो त्यो अट्र्याक्सन भन्दा पछाडि अहिले जति रेस्पोन्सिबल भइन्छ नि एज बढ्दै जाँदाखेरि यसले चाहिँ के का लागि भन्ने चाहिँ गराउँदो रहेछ होइन के का लागि भन्ने चाहिँ गराउँदो रहेछ इभन म अहिले 30 इयर त भएँ होइन अप्रोक्सिमेटली अनि त्यो 30 इयरको एजमा हुँदाखेरि मलाई इभन अहिले पनि आउँछ अब 20 इयर मेरो प्रोडक्टिभ टाइम भनेको त म्याक्सिमम 20 इयर अब 20 इयर 50 वर्षभन्दा पछाडि त मेरो बुढेसकाल लाग्छ अनि खासै त्यो भन्ने चाहिँ हुन्छ तर म छिट्टै बिहे चाहिँ गर्छु ठिक गर्नुपर्छ मलाई पनि बोलो म पनि आउँला होइन जिन्दगी लामो छ भन्छन् होला लामो होला तर हामीसँग समय चाहिँ छैन हाम्रो समय एकदम कन्जस्टेड छ एउटै मान्छेले कहाँ मात्र काम गर्ने के मात्र काम गर्ने होइन अनि मलाई चाहिँ रिग्रेट छैन लाइफमा भन्छु क्या म उनीहरूले सोध्दा रिग्रेट छैन मसँग रिग्रेट छैन मैले मेरो लाइफभरिमा अहिलेसम्म मलाई आएको मेरो जति एयर छ त्यसमा मैले बुझ्ने भएदेखि मैले जे गर्नुपर्छ सबै गरिसकेँ जिन्दगीमा अब के चाहिँ गर्न पाइन्छ र भने जस्तो क्या बुढो गफ दिन्थेँ क्या दिन चाहिँ बट लजिकल हुन पनि सक्छ नहुनु पनि सक्छ होइन यस्तो हो त्यो यो गफ दिने कुरा पनि म त भर्खरकै हो नि त उसरी त अहिले मेरो एजको कतिजना त बाटामा अब रमाइलो गरेर हिँडिरहेको छ विदाउट प्रोफेसन होइन अनि रमाइलो गरिरहेछ तर म चाहिँ रेस्पोन्सिबल भएर क्लासमा गएर मेरो स्टुडेन्ट्सहरूलाई मोटिभेट गर्न पऱ्यो यो गर्दा 4 इयर भयो म टिचिङ करियरमा लागेको होइन अब म क्लासमा जानेपछि म बुढो भएर जानुपर्छ क्या बुढो भएर जानुपर्छ अनि त्यो फिलिङ हुँदा अहिले चाहिँ कस्तो लाग्छ भने अनि स्टुडेन्टले पनि भन्छ कति वर्षको हुनुभयो भनेर सोध्यो भने म 42 इयर जति भएँ एप्रोक्सिमेटली ओके स्टुडेन्टले नाइ भन्दैन क्या किनकि मेरो त्यो टकिङ स्टाइल जुन छ नि त्यो टकिङ स्टाइलले चाहिँ सरको चाहिँ एक्सपिरियन्स हेर्दाखेरि त्यस्तै लाग्छ भन्छ क्या अनि त्यो चाहिँ सिचुएसन हुँदो रहेछ क्या गफले पनि आफूलाई म्याच्योर बनाउँदो रहेछ क्या नभए मेरो एजको कतिजना चाहिँ हल्लिरहेछ क्या तिम्रो चाहिँ मास्टर्सको अध्ययनको क्रममा मास्टर्स सकाउने क्रममा नेपालको बायोडाइभर्सिटी बारेमा र अर्पेटा फाउना नेपालको अर्पेटा फाउनाको बारेमा तिमीले राम्रो बुझ्ने अवसर पनि पायौ होइन के चाहिँ छ त नेपालको बायोडाइभर्सिटी र अर्पेटा फाउनाको बारेमा यस्तो छ यो एकाडेमिक जुन हाम्रो क्वालिफिकेसन छ त्यो एकाडेमिक क्वालिफिकेसनले हामीलाई सही कुरा सिकाइरहेछ भन्ने मलाई चाहिँ लाग्दैन भन्न खोजेको कुरा पढ्दाखेरि सिलेबसमा मैले जे कुरा अहिले फिल गरिरहेको छु जे कुरा मैले गरिरहेको छु यो कुरा कहीँ पनि पाएको होइन है म काठमाडौँ आइसकेपछि म सुर्खेत हुँदाखेरि अलिअलि चरामा हाम्रो आदरणीय गङ्गा शाह सरले होइन यो चरा चाहिँ एकदम लग्ने होइन फिल्डमा लग्ने बिहान जाउँ भन्ने यो गर्ने डाटा कलेक्सन यसरी गर्नुपर्छ भने बेसिक कन्सेप्ट दिनुभएको थियो जब काठमाडौँ आइसकेपछि आदित्य पाल दाइ हुनुहुन्छ आदित्य पाल
उहाँसँग चाहिँ हामीभन्दा 2 ब्याच सिनियर हो, 3 ब्याच सिनियर हो। अनि उहाँसँग चाहिँ कनेक्ट हुने टाइम मिल्यो। अनि त्यसपछि हामी चाहिँ अलवेज जाने होइन, फिल्डमा जाने। उहाँसँग क्यामेरा थियो, म चाहिँ मोबाइलले बटरफ्लाईहरूको फोटोग्राफी गर्ने, अरू सिनहरूको फोटोग्राफी गर्ने। दाइसँग हिँड्दा बर्डहरूको बेसिक आइडियाहरू लगियो। तर यो कुराहरू कहीँ पनि क्लासमा अरू हामीसँग भएको मेन पावर जो छ, जो हामीलाई टिच गर्छ, त्यो मेन पावर चाहिँ हामीले जे सोचिरहेको छौँ त्यसमा एक्सपर्टाइज राम्रो छैन जस्तो लाग्छ मलाई चाहिँ। यो मैले अब पेनफुल्ली भन्दाखेरि पनि के उहाँहरूको आफ्नो स्पेसिफिक टपिकमा बेस्ट हुनुहुन्छ। तर हामीलाई चाहिने बेसिक कुराहरूमा जे छ, जस्तो हामीले चाहिएको के हो भने बर्ड्सको एक्सपर्टिजहरू हामीलाई लागि, अरू हर्पिटोको एक्सपर्टिजहरू, अरू होइन के अरे म्यामल्सको एक्सपर्टिजहरू हो नि त हामीलाई चाहिएको। अरू फिल्डमा काम गराउने, यो गर्ने त्यो गर्ने, ठ्याक्कै त्यस्तो चाहिँ हुन सकेन। उहाँहरूका पनि केही आफ्ना लिमिटेसनहरू होला होइन। त्यसैले मैले सिकेको भनेको यो एक्स्ट्रा करिकुलर एक्टिभिटिजबाटै हो भन्न खोजेको। तपाईँहरू जस्तै मान्छेहरूसँग हिँडेर लर्न गरेको कुरा हो। कोर्समा पढ्नुपर्छ हर्पिटो फाउना के हो, याद गरेर जानुपर्छ, इक्जाममा लेख्नुपर्छ, त्योभन्दा अर्को केही पनि भएन। तर लर्निङको टाइममा त्यो थ्योरिटिकल कुराले यो कुरालाई चाहिँ, प्र्याक्टिकल कुरालाई चाहिँ सपोर्ट गरिरहेको हुन्छ। यसको मतलब साइन्स भनेकै फर्स्ट थ्योरी देन प्र्याक्टिकल हो क्या होइन। फर्स्ट थ्योरी, त्यसपछि थ्योरीमा टेकेर प्र्याक्टिकल गर्ने हो नि त। यसले सपोर्ट चाहिँ धेरै गर्यो। तर त्यति धेरै एडभान्समेन्ट एकाडेमिक त्यो क्वालिफिकेसनले चाहिँ केही पनि दिएन कि, त्यो चाहिँ हो। अब बेसिक मैले बर्ड्समा हो मेरो होइन, त्यति बेला बर्ड्समा काम गरियो। अनि बर्ड्समा काम तपाईँहरू जस्तै तपाईँहरूसँगै हिँडेर चाहिँ मैले बर्ड्समा काम गरियो। त्यसपछि बर्डमा काम गर्दै जाँदाखेरि अब थेसिसको टाइम आयो। थेसिस केमा गर्ने भन्दा मलाई इन्ट्रेस्ट चाहिँ रेड पान्डामा थियो होइन, किनकि रेड पान्डा मैले लेट ब्याचलरमा चाहिँ रेड पान्डामा जाजरकोटतिर एक्लै गएर लगभग 1 महिना जति त्यो डोल्पा जाजरकोटको त्यो एरियामा चाहिँ एक्लै त्यसको दिशा भेटाएर ल्याउनु पर्ने। यो रेड पान्डा नेटवर्कहरूले चाहिँ पठाउँथ्यो होइन, त्यस्तो काम गरेको इन्ट्रेस्ट थियो। तर पछि अब इकोनोमिक कुरामा पनि स्टुडेन्ट लाइफमा त गाह्रो हुन्छ। त्यसपछि डल्फिनमा गर्छु भनेर डल्फिनमा पुरै डाटा साटा ल्याएर आयो, त्यो पनि सक्सेस भएन होइन, पैसा नै पुगेन क्या ल्याबमा काम गर्नुको लागि। अनि त्यसपछि थर्डमा चाहिँ अब बाँदरमा गर्नु पऱ्यो भनेर मैले बाँदरमा चाहिँ आसामिज मङ्कीमा चाहिँ मैले मास्टर्स गरेको। थेसिस चाहिँ मेरो आसामिज मङ्कीमा हो र। हजुर, अब नेपालमा हामीसँग 3 प्रजातिको चाहिँ बाँदरहरू छ होइन। अहिले त अब लङ्गुरलाई पनि 2टा भनेको छ होइन। अनि एउटा तराई एउटा हिमाल होइन। अनि इन्टेलस र भेक्टर 2टा भन्छ, सिप्नेपिथेकस इन्टेलस र सिप्नेपिथेकस भेक्टर भन्छ लङ्गुरलाई पनि। अनि त्यसपछि अब यो रिसस मङ्कीहरू जुन छ, रातो बाँदरहरू, रातो बाँदर पनि आसामिज मङ्की र यो रिसस मङ्की 2टा भयो। हेर्दाखेरि मर्फोलोजिकल्ली उस्तै देखिन्छ तिनीहरू होइन। तर तिनीहरूको अलि साइड नेचरहरू अरू बिहेभियर हेरेर चाहिँ डिफ्रेन्सिएट गर्न मिल्छ। तर त्यो आसामिज मङ्की चाहिँ इलेभेसनको हिसाबले तराईमा पाउँदैन होइन, तराईमा पाउँदैन। अनि हाम्रो चाहिँ पहिलेको डाटा अनुसार कालीगण्डकीभन्दा यता मात्रै हाम्रो मुकेश सरले चाहिँ यसको स्टडी गर्नुभएको थियो। त्यसपछि बिस्तारै मेरो प्रोफेसर लक्ष्मण खनाल उहाँको स्टडीले चाहिँ पश्चिमतिर पनि सबै डाटाहरूमा उहाँले पिएचडी गर्नुभयो, त्यसको मोलिकुलर स्टडी गर्नुभयो। त्यसपछि अहिले चाहिँ मकाकासामेन्सिस पेलोप्स भन्ने एउटा चाहिँ ग्रुप छ, त्यो उसमा चाहिँ मैले पनि पछि अब त्यसमै कनेक्ट गरेर फर्दर स्टडी चाहिँ मास्टर्स त्यसमा थेसिस गरेको मैले। अनि तिम्रो त्यो रिसर्चको टाइममा त्यो रिसर्च गर्दाखेरि त्यो आसामी मङ्कीको बारेमा तिनीहरूको तिमीले के तिनीहरूको बिहेभियरल रिसर्च गर्ने कि जेनेटिक रिसर्च गर्ने, के रिसर्च हो? मेरो त्यसको रिसर्च चाहिँ के थियो भने अब डिस्ट्रिब्युसनको हिसाबले नेपालमा थोरै टाइम मात्रै भयो त्यो आसामिज मङ्की आएको। ओरिजिनको हिसाबले आसामबाटै हो होइन, इन्डियाको आसाम। अनि तर अहिले चाहिँ अब केही समय अगाडि मात्रै कालीगण्डकी भन्दा यता मात्रै एकदमै धेरै देखिने बाँदर, अब हुन त उतातिर स्टडी नभएको पनि हुनसक्छ होइन। तर त्यति धेरै रेकर्ड नभएको डाटा अहिले चाहिँ त्यति धेरै डिस्ट्रिब्युसन हुँदाखेरि यसको क्लाइमेट चेन्जले चाहिँ के इम्प्याक्ट पार्दो रहेछ भनेर मैले फ्युचर प्रिडिक्सन म्याक्सिमम एन्ट्रोपीबाट फ्युचर प्रिडिक्सन 2022 मा कहाँ छ, 2050 मा कहाँ पुग्छ र 2070 सम्म यही क्लाइमेटिक सिनारियो चाहिँ चेन्जेस हुँदै गयो भने कहाँ पुग्छ भनेर मैले त्यो फ्युचर प्रिडिक्सनमा काम गरेको थिएँ। अनि त्यो गाउँतिर त्यो अन्न बाली सकाएको भने त आसामी हो त? त्यो पनि सक्छ, त्यो एकदम झन् साई हुन्छ, एकदम चोर जस्तो हो क्या त्यो चाहिँ। अर्को बाँदर चाहिँ एकदम झगडा गर्ने, हल्लाखल्ला गर्ने, अनि धेरै ग्रुप पनि हुन्छ, त्यो चाहिँ एकदम साई हो होइन, हल्ला पनि नगर्ने, आएको पनि थाहा नहुने होइन।
अनि त्यसलाई चाहिँ अहरे बाँदर भन्छ कि ब्रडलेग फरेस्ट अनि राइन फरेस्टहरूमा यस्तो नदीहरूको छेउछाउमा यस्तो कम्युनिटीहरूमा चाहिँ त्यस्तो ठाउँहरूमा जेनरली पाउने हो। तर थोरै देख्छ मान्छेहरूले त्यो नोटिस गर्दैन कि। मैले एकदम क्लियर देखेको भनेको चाहिँ असममा हाम्रो रामारुसन बेसमा चाहिँ अनि बाँदर त्यो धेरै त्यो अरू बाँदर जस्तो एकदम बाटो पनि हुँदैन कि, लाटो लाटो हुन्छ अनि कुकुरहरूले पनि त्यसलाई एट्याक गर्न सक्छ कि मजाले। अनि कुकुरले घाइते बनाएको थियो कि हामी ट्याक्कै यही डाटा कलेक्सन गरेर गइरहेको थियौँ, त्यहाँ भेटाएको थियो। जस्तै तिम्रो यहाँतिर अब अहिले त अघि त अँध्यारो थियो, अघि तिमी अलिक दिउँसो आएर मन्दिरतिर घुमेको भयो, तिमीले त्यहाँ रेसस म्याक एकदम मजाले देख्थ्यौ होइन। अनि हाम्रो घरतिर आउने चाहिँ त्यो चाहिँ सिङ्गल आउँछ क्या? त्यो चाहिँ जेनरली तिनीहरू कहिलेकाहीँ छुट्टिन्छ, त्यो रिसर्च मङ्की नै हो सिङ्गल आउने भनेको। तिनीहरूको पनि ग्रुप त हुन्छ, आसामिज मङ्कीको पनि। अनि यो बाँदर चाहिँ जो रिसर्च मङ्की छ हाम्रो, त्यो रिसर्च मङ्कीहरू कहिलेकाहीँ ग्रुपबाट छुट्टिएर खानाको खोजीमा अरू कुनै कजले चाहिँ यिनीहरू त्यसरी अरू मेलहरू हुन्छ नि, मेलहरूको बिचमा कन्फ्लिक्ट भयो भने अर्को मेल चाहिँ छुट्टिएर त्यो ग्रुपबाट छुट्टिएर कहिलेकाहीँ चाहिँ एक्लो हुनसक्छ, एक्लै बाँदर भन्छौँ नि हामीले, त्यस्तो हुनसक्छ। त्यो कहिले त्यो चाहिँ एक्लै आउँछ अनि त्यो यता तलतिर आउँदैन क्या, त्यो चाहिँ तलतिर झर्दैन, त्यो चाहिँ मासतिरै जान्छ, त्यो हाम्रो पार्कभित्रतिर जान्छ। यो त तलतिर आउँछ, त्यो चाहिँ सिटी भयो, यो चाहिँ सिटीको भयो होइन। अनि त्यो चाहिँ आउँछ अनि त्यो बारीतिर अहिले तिमीले भन्यौ नि साई टाइपको छ भनेर होइन। अनि त्यो भाग्दा पनि नभाग्ने कि यिनीहरू जस्तो, यिनीहरू जस्तो नभाग्ने, झम्टिने पनि पनि नगर्ने, एग्रेसिभ पनि छैन, आउने बारीतिर घुम्ने अनि मकैसकै पाक्कु खाने अनि जाने कि। त्यस्तो हुँदैन, त्यस्तो हुँदैन, अलिक कलरेसन फरक हुन्छ। अनि त्यो आसामिज मङ्की छुट्याउने तरिका भनेको जति बेला उसले खाना जम्मा गर्छ क्या, खाना खान्छ होइन, कलेक्सन गर्छ अनि यहाँनिर जम्मा गर्छ, त्यो चाहिँ ब्ल्याक कलरको हुन्छ क्या। अनि त्यसलाई काला गाँड जस्तो निस्किन्छ क्या, हाम्रो पश्चिमतिर चाहिँ कालघाडा भनेर भन्छ। अनि यहाँनिर चाहिँ ब्ल्याक पाउचहरू निस्किन्छ। अनि त्योबाट एउटा छुट्याउने तरिका थियो। अनि कलरको हिसाबले पनि अलिकति बढी खैरो अलिक ब्ल्याकिस टाइपको हुन्छ त्यो चाहिँ। अनि यहाँ आउनेवाला त अब यो एडप्टेसन पनि भयो होला मान्छेहरूसँग होइन, इन्ट्र्याक्ट गर्दा गर्दै अब नडराउने होइन, इन्ट्र्याक्ट गर्ने, घरमै जाने, मान्छे बसेको ठाउँमा पनि बस्दिने, यो त इन्ट्र्याक्सनले हुनसक्छ यहाँको बाँदरहरू त। अनि त्यही तिमीले चाहिँ आसामी मङ्कीजको बारेमा स्टडी गर्दाखेरि कहाँ उता? मैले वेस्टर्न नेपालमा पश्चिमै गरेको, कर्णाली र यो कर्णालीको एरिया र त्यसपछि सेतीको एरिया दुईवटा भनेको कर्णाली पारी भनौँ न, कर्णाली पारी प्लस मध्यपश्चिम हाम्रो अहिलेको कर्णाली प्रदेश। अनि तिनीहरूको पपुलेसन के स्टेबल छ? पपुलेसन चाहिँ जेनरली अब मैले भेटाएको डेटा अनुसार त मैले जम्मी 19वटा मात्रै ग्रुप्सहरू भेटाएको हो क्या। अनि एउटा ग्रुपमा चाहिँ तिनीहरू पाउने भनेको म्याक्सिमम 20 यस्तै हुन्छ कि म्याक्सिमम होइन, 6, 7, 8, 9, 10वटा 15वटा होइन, यस्तै ग्रुपमा पाउँछ। पपुलेसनको हिसाबले त्यसलाई चाहिँ क्लाइमेटिक मैले अब गरेको स्टडीबाट चाहिँ जुन अहिले चेन्जिङ टाइपको चाहिँ क्लाइमेटिक यो सिनेरियो छ, यो सिनेरियोले सपोर्ट नै गर्ने, अझै डिस्ट्रिब्युसन चाहिँ प्रोपागेट हुँदै जाने यस्तो चाहिँ देखिन्छ। भनेको पछि चाहिँ माथि एकदम हिमालयन रिजनसम्म पनि पुग्छ भन्ने छ क्या। अहिले चाहिँ माथि गएको छैन होइन, अहिले यो मिड हिली रिजनमासम्म मात्रै छ, तर अब बिस्तारै माथि यो स्नो एरियासम्म पनि पुग्छ भन्ने छ प्रिडिक्सन। यही क्लाइमेट चेन्ज सिनेरियो न त तिम्रो माथि हिमालमा त खासै देखिँदैन। रिसर्च मङ्की पनि एकदम कम देखिन्छ होइन, लङ्गुरहरू नै हो, हिमालयन लङ्गुर नै हो माथि देखिने। अनि तर अब चाहिँ यही क्लाइमेटिक सिनेरियो भयो भने। अनि अल ओभर नेपालको हर्पेटा फाउना र बायोडाइभर्सिटीको अवस्था चाहिँ कस्तो भेट्यौ त अहिलेसम्म? नेपालमा रिसर्चको सिनेरियो हेर्दा मभन्दा धेरै सिनियर मान्छेहरू, धेरै लामो समय शताब्दी चाहिँ यो फिल्डमा चाहिँ स्पेन्ड गर्नुभएको एक्सपर्ट मान्छेहरू पनि हुनुहुन्छ होइन। तर म लागेको सर्पमा भनेको सर्प अरू हर्पिटोको चाहिँ बेसिक कन्सेप्ट लिन थालेको भनेको चाहिँ 5 इयर भयो क्या। 5 इयर मात्रै भयो होइन। अब 5 इयरमा पनि जर्नी स्टार्ट भएको भनेको चाहिँ स्नेक रेस्क्युबाटै हो। त्योभन्दा अगाडि फ्रक्सहरू अलिअलि होइन यस्तै फोटोहरू खिच्ने, अरू त्यसलाई अलिअलि आइडेन्टिफाई गर्ने बेसिक यस्तै हुन्थ्यो। तर नेपालको अहिलेको रिसर्चको ठ्याक्कै ठाउँ हेर्दाखेरि कहाँनिर रहेछ नेपालको रिसर्च भन्दा मेगा फाउनामा मात्रै काम भइरहेको छ क्या। मेगा भनेको लार्ज फाउनाहरू, लार्ज म्यामल्सहरूमा होइन, बर्ड्सहरूमा होइन, जो एकदम भिजिबल छ यसमा मात्रै बढी काम भएको छ। अनि जो मेजो फाउनाहरू छ, मेजो फाउना भनेको मिडियम टाइपको होइन, माइक्रोभन्दा अलि माथितिरको मेजो फाउनाहरू जस्तो यो हर्पिटो फाउनाहरू भयो होइन, त्यसपछि लिएर के अरे इन्सेक्ट्सहरू भयो। यी मेजो फाउनाहरूमा चाहिँ स्टिल एकदमै धेरै ग्याप छ जस्तो लाग्छ। अब म आफै लर्नर हो, ठ्याक्कै
ठ्याक्कै काम भएको छैन भन्न म सक्छु होइन काम भएको चाहिँ छैन क्या मैले अहिले पनि जस्तो कति डाटा छ त नेपालमा एक्चुअली भनेर भने आई हेभ नो एकुरेट डाटा के जस्ट म एप्रोक्सिमेटली यति भनेर मैले पनि भन्छु र मेरो सिनियर साइन्टिस्टहरूले पनि यही कुरा भन्नुहुन्छ अर्बिटोलोजिस्टले पनि ठ्याक्कै यति ल 90 नै भन्ने चाहिँ भन्दैन के 180 नै भन्दैन के जस्तो बर्ड्समा अहिले कति पुग्यो 900 ठ्याक्कै 900 छ नि होइन ठ्याक्कै कस्तो एकुरेट डाटा छ नि होइन तर त्यो हर्बिटोमा छैन भन्न खोजेको कुरा स्टडी हुन बाँकी छ नेपालको बायोडाइभर्सिटी त फेरि एकदमै डाइभर्स छ नि त होइन अब म उता अछामतिर जान पाएको छैन मलाई एकचोटि बोलाउनु त भएको थियो मेरो चिनेको मान्छेले म गइनँ उता अनि भनौँ न अब जस्तै काठमाडौँ भ्यालीको अवस्था कस्तो छ भने काठमाडौँ भ्यालीको डाइभर्सिटी चाहिँ लगभग एउटै छ क्या किर्तिपुर जाउँ त्यही छ शिवपुरी जाउँ त्यही छ यो हामी फुलचोकी जाउँ त्यही छ होइन चन्द्रगिरी जाउँ यिनीहरूको चाहिँ जियोग्राफिकल स्ट्रक्चर एउटै पनि देखियो अनि डाइभर्सिटी पनि उनीहरूको बायोडाइभर्सिटी पनि सेम छ क्या यहाँ पाउने चरा पनि त्यहाँ पनि पाउँछ यहाँ पाउने हर्पेटा फाउना यहाँको केही भनौँ न हर्पेटा फाउनाको सेम पाउने हो क्या बट उता अछामको साइडमा चाहिँ मध्यपश्चिम र चाहिँ पश्चिम सुदूरपश्चिमको चाहिँ म जान चाहिँ गएको छु होइन म उता जुम्ला र रारा अनि म ग्रेट हिमालयन ट्रायल हुँदै फर्केर आएको चाहिँ छु होइन त्यहाँको अब माथिल्लो भेगतिर गएपछि चाहिँ एकदम त्यो बुट्यानहरू क्या ओपन ग्राउन्डहरू छ क्या डाँडा नै ओपनहरू छ होइन अलिक डिफ्रेन्ट टाइपको छ क्या त्यहाँको ल्यान्डस्केप डाइभर्सिटी चाहिँ अब तिम्रो अध्ययनको आधारले तिमी त उता पनि गयौ होइन अब त्यहाँतिर यहाँ तिमीलाई यो सेन्ट्रल रिजन यहाँको बारेमा पनि थाहा छ अनि त्यसको र यहाँको र उताको बायोडाइभर्सिटीको डिफ्रेन्सेसहरू चाहिँ के छ त के पाया छ तिमीलाई एकदम राम्रो कुरा दाइ यो यस्तो छ क्या यो हाम्रो क्लाइमेटिक सिनेरियो हेर्ने हो भने वेस्टर्न भन्दा एकदम रिच छ क्या भन्ने खोजेको कुरा फेभरेबल छ क्या कुनै पनि डाइभर्सिटीको लागि होइन कुनै बायोडाइभर्सिटीको लागि आइदर त्यो फ्लोरा होस् अर फाउना होस् जेसुकै होस् होइन अनि अस्ति नै पनि हेर्नु न यत्रो धेरै पानी पर्यो हाम्रो यतातिर होइन बाढी साडी कता आयो तर वेस्टर्नतिर पानी परेन क्या भनेको एकदम लेट छ क्या त्यो चाहिँ होइन तर त्यो यो क्लाइमेटिक चेन्जेसले यो जुन डिफ्रेन्ट क्लाइमेटिक पर्सेप्सनहरू छ यो चेन्जेसले गर्दा त्यहाँको डाइभर्सिटी एकदम पेकुलियर नै छ होइन जस्तो म कहिलेकाहीँ यसो सर्पमा हेर्छु हाम्रो तराई रिजनमा चाहिँ जेनरली यो ब्यान्डेड करेट चाहिँ यो चितवन यो साइडतिर अलिक कम रेस्क्यु गरेको देख्छु क्या मैले त्यतातिर रेस्क्युअर पनि धेरैजना छ होइन अनि तर म त्यहाँ यति धेरै रेस्क्यु गर्छु होइन यो ब्यान्डेड करेटहरू अनि धेरैजनाले भन्छ तपाईँ त्यो ब्यान्डेड करेट ल्याएर मलाई देखाउनु न भन्छ क्या इभन त्यही साइडको मान्छेहरू पनि भन्न खोजेको कुरा यो कुराले चाहिँ एउटा फरक पार्दो रहेछ सेकेन्ड थिङ भनेको हाम्रो त जियोग्राफिकल्ली हेर्ने हो भने इन्डिया नेपालको कनेक्सनको हिसाबले हेर्ने भने वेस्टर्न रिजन त इन्डियासँग त्यो एरियामा त एकदमै कनेक्टेड छ होइन कनेक्टेड छ सो यसले गर्दाखेरि त्यहाँ इमाइग्रेसनका कुराहरू सबै कुराहरू चाहिँ एकदमै एक्सचेन्ज भइरहेको छ तर डाइभर्सिटीको हिसाबले डाइभर्सिटी रिच चाहिँ इस्टर्न रिजन नै हो स्टडी पनि बढी भएको हो होइन सबै भएको छ अलमोस्ट वेस्टर्नको भन्दा भएको छ अनि सेकेन्ड थिङ भनेको अलिकता तपाईँले पनि आफै भिजिट गर्नुभयो होइन ड्राई छ हाम्रो वेस्टर्न रिजन अलिक ड्राई छ अनि रेनफलको कन्डिसन हेर्ने भने एकदम लो रेनफल नै हुन्छ तर हर्बिटो फाउनाको केसमा हेर्ने हो भने यो जस्तो तराई पहाड र हिमाल हामीसँग भएको तीनवटा जियोग्राफिकल जुन रेन्जहरू छ यो रेन्जमा चाहिँ तराईमा उस्तै पाइँदो रहेछ अनि पहाडमा पनि उस्तै पाइँदो पपुलेसनको हिसाबले तलमाथि होला पपुलेसन एमुन्डेन्सको हिसाबले हेर्दाखेरि तर स्पेसिसको डाइभर्सिटीको हिसाबले हेर्ने हो भने तराई पहाड र हिमाल रहेछ क्या ओरदेखि परसम्म अप्रोक्सिमेटली उस्तै रहेछ क्या अनि यसको मतलब चाहिँ हर्बिटो फाउनामा चाहिँ धेरै इन्फ्लुएन्स नहुँदो रहेछ यसले चाहिँ भन्ने बुझियो भनेको तराई पहाड हिमालमा चाहिँ पूर्वदेखि पश्चिमसम्म एउटै टाइपको सिनेरियो छ क्या एउटै टाइपको छ पपुलेसन अलिक तलमाथि हुनसक्छ सिनेरियो चाहिँ एउटै छ नि होइन भनेको इन्डेमिजम जुन छ नि अछाममा मात्रै पाउने हर्बिटो इन्डेमिजम भन्ने त्यस्तो ठ्याक्कै चाहिँ लो छ क्या हर्बिटो फाउनाको आफैमा पनि इन्डेमिजम पोर इन्डेमिजम हो होइन एकदम लो छ
अनि त्यसमा पनि मैले हेरेको स्टडी अब फोटोग्राफीहरू अरू मान्छेहरूले राखेको डाटा अनुसार चाहिँ त्यस्तो धेरै चाहिँ पेकुलियर चाहिँ एकदम डिफ्रेन्स चाहिँ देख्दैन। फेरि स्पेसली हर्पेटो फाउनामा यो रेप्टाइल्स प्रजातिहरू चाहिँ फेरि जस्तो सुकै पनि सराउन्डमा पनि उनीहरूले चाहिँ त्यसलाई चाहिँ उयो गर्न सक्छ नि त। आई मिन एडप्टेसनमा चाहिँ उनीहरू जस्तो अरू छैन रहेछ क्या। अब एकचोटि यो माथि यो ग्लासियर भन्दा अलिक तलतिर हिमालतिर पनि पाउँदो रहेछ नि त एउटा सर्प होइन, भेनोमसै हुन्छ कि भेनोमस। त्यो ठाउँमा पाउने भनेको यही पिट भाइपर, हिमालयन पिट भाइपरहरू, माउन्टेन पिट भाइपर होइन। अब त्यहाँ त हुँदो रहेछ नि त, मान्छेले त सोचेको थिएन ओहो त्यहाँ त के भन्छ हिउँ परेपछि त ग्लासियर भन्छ, त्यस्तो एरियामा त नबस्नु पर्ने भन्छ, देखिँदो रहेछ। यो रिसेन्टली मासतिर यो अप्पर मुस्ताङतिर सर्पको देखेको रेकर्डै थिएन अरे, लास्ट इयर हो कि कहिलेतिर मान्छेले भेट्यो भन्छ। अब कुन सर्प भेट्यो नो आई डोन्ट नो, तालमा देखिया थियो है, लेकमा देखिया, लेकमा होइन, त्यो कम त चिसो छ त्यो ठाउँ। अनि यस्तो थियो क्या, फेरि म अलमोस्ट नेपालको सबै पार्ट्स गए पनि अलमोस्ट है, अब अहिले भन्यौँ नि उता सुदूरतिर खासै धेरै उतातिर चाहिँ जान पाइनँ, न त अल ओभर म्याक्सिमम् नेपालको ठाउँहरू घुम्दै गर्दाखेरि म हिमालदेखि तराईसम्म पुगेँ भनौँ न। हिमालतिर चाहिँ पहिला चाहिँ अब त्यो साइटिङ्स हुने भनेको चाहिँ त्यो स्पेसली स्नेक्सहरू चाहिँ मैले एकदमै कम साइटिङ देखेँ, तर जहाँ भ्यागुता हुन्छ त्यहाँ त हुनुपर्ने जस्तो पनि लाग्छ मलाई होइन। भन्न खोजेको चाहिँ एउटा भनाइ छ नि, एकदम पपुलर भनाइ रहेछ क्या, इफ देयर इज अ माउस देयर हेज टु बी अ ऱ्याट स्नेक, इफ देयर इज अ ऱ्याट स्नेक देयर हेज टु बी अ किङ कोब्रा होइन। यो त त्यो त मैले भने होइन कि, यो त त्यो नेसनल जियोग्राफीको खैरेले दिएको डाटा हो, यो मैले पनि त्यहाँ पढाएँ हो क्या। किनकि जहाँ मुसा हुन्छ त्यो मुसाको पपुलेसन कन्ट्रोल गर्नलाई ऱ्याट स्नेक हुन्छ, उसले खाँदो रहेछ, उसको डाइट पनि भयो। जहाँ ऱ्याट स्नेक हुन्छ त्यो ऱ्याट स्नेकको पपुलेसन कन्ट्रोलको लागि चाहिँ किङ कोब्रा हुँदो रहेछ। किङ कोब्राले त सबैभन्दा मिठो मानेर खाने चाहिँ त्यो भन्छ, इजी प्रे पनि हो नि, ठुलो पनि हुन्छ नि त फेरि, लगभग उ जत्रै हुन्छ त्यो। यो चाहिँ यिनीहरूको जस्तो कस्ट एन्ड बेनिफिटको कुरा हुन्छ नि, तपाईँले एकचोटि त्यही एनर्जी लगाएर धेरै कुरा पाउँदाखेरि त धेरै फाइदा भयो, सानो कुरा त्यही एनर्जी लगाउँदा अनि उनीहरूले त्यो प्रिफर गर्छ, एउटा कुरा। सेकेन्ड थिङ हजुरले निकालेको कुरा जस्तो हिमालमा चाहिँ अब खाना त छ उसको तर सर्पहरू भेटिँदैन भन्दाखेरि चाहिँ जेनरली यसको यिनीहरू जो हर्पिटो फाउना छ सबैभन्दा बढी इन्फ्लुएन्स यिनीहरूको जस्तो सेक्स डिटर्मिनेसनका कुराहरूमा, यस्तो कुराहरूमा चाहिँ टेम्परेचरले धेरै भेरिएसन ल्याउँछ क्या होइन। टेम्परेचरको कुराहरू होइन, जस्तो तराई एरियामा चाहिँ एकदमै ह्युमिड एरिया छ नि त, तराई भनेको त एकदमै धेरै ह्युमिड हो, टेम्परेट हो नि त, अनि टेम्परेचरलाई बढी प्रिफर गर्छ क्या। अनि अहिलेको क्लाइमेटिक सिनारियोलाई हेर्ने हो भने अब ग्लोबल वार्मिङ हुँदै गयो भने स्नेकहरूको त डाइभर्सिटी यति धेरै पपुलेसन हुनेवाला छ भन्छ होइन। इभन म चाहिँ टिकापुरमा पहिलेको मान्छेहरूले रसेल्स भाइपर होइन त्यो चाहिँ देखेको थिएन कहिले पनि, तर फर्स्ट टाइम चाहिँ म माथि डाँडातिर यसो घुम्न गएको थिएँ, बेलुका त्यतै बसेँ, अनि राति कल आयो यहाँ त रसेल्स पाइप एउटा चाहिँ अजिङ्गरको बच्चा सोधेछौँ भनेर क्या, समातेछौँ भनेर, अनि त्यसपछि समातेर भनेर मैले भने त्यो ड्रममा राखिदिनु, भोलि लिएर म त्यसलाई सेफ्टली राख्छु, ड्रममा पाल पारिदिनु होला यस्तै भनेको थिएँ। भोलि आएर यसो बिर्को खोलेको त रसेल्स पाइपर क्या, तर उनीहरूले समातेर राख्यो क्या, किनकि त्यहाँ धेरै यो थारू कम्युनिटी जो त्यहाँको चाहिँ इथनिक ग्रुप हो नि त, त्यहाँको लोकल हो नि त, इन्डेमिकवाला हो, सो उनीहरूलाई चाहिँ सर्पदेखि डर लाग्दैन क्या, अनि उनीहरूले समातेर राखिदिन्छ। अनि म रसेल भाइपर ओ माइ गॉड, अनि मैले भने कसले समात्नु भएको यस्तो सर्प नै, मैले अब प्राउडली भन्छ नि त बच्चा अजिङ्गरको बच्चा भन्ने जस्तो भयो नि त, अनि यो त यस्तो सर्प हो भनेर भनेको, पछि त्यसपछिदेखि अचम्म पर्नुभयो। अनि धेरैजनाले चाहिँ त्यहाँ पनि रसेल्स भाइपर पाइन्छ र आजसम्म त मैले कहिले अब्जर्भै गरेको थिएन होइन, यस्तो सर्प त हामीले कहिले देखेकै थिएनौँ भनेर मान्छेहरूले भन्छ क्या। यसको मतलब क्लाइमेटिक चेन्जसँगै अर्थात् यो चाहिँ ग्लोबल वार्मिङ, यो वार्मिङको कुराले चाहिँ अहिले पपुलेसन एक्सपान्सनमा चाहिँ सपोर्ट गरिरहेको छ क्या। अनि माथितिर त ड्राई चल्छ होइन, आफै कोल्ड ब्लडेड हो, कोल्ड ब्लडेडमा एडप्ट गर्न गाह्रो नै हुन्छ क्या हर्पिटो फाउनाहरूलाई चाहिँ। मैले फेरि त्यो कस्तो भयो भने म पहिला जे भेटेँ पनि भ्यागुता सर्प जे भेटेँ नि म करण सरलाई पठाउँथेँ क्या पहिला त्यो आइडेन्टिफाई गर्न। अनि म अप्पर मुस्ताङ गएको थिएँ, अनि त्यो लोमान्थाङ भन्दा अलिकति तल समथिङ 3435 कति थियो, त्यहाँनिर हिँड्दै गर्दाखेरि वर्ल्डको लेजी टोड छ नि एउटा, लेजी टोड के हाई एल्टिट्युडमा पाउने होइन, स्कु टाइगर एसपी स्कुटाइजर, उसले चाहिँ बुढाले चाहिँ त्यही भनेर पठायो। अब त्यसको भ्यारिएसन कसले छैन, अब कसैले पत्ता लगान्छ होइन, त्यो बेला भेटेँ मैले 2018 मा। अनि एकदम स्लो भएर हिँड्दो रहेछ नि अल्छी, अनि त्यस्तै भएर उसको नाम चाहिँ लेजी टोड भन्दो रहेछ। अनि
पछि रियलाइज गरे क्या होइन सर्पले त खाने भ्यागुता हो भ्यागुता भएपछि त्यति चिसो ठाउँमा त हुनुपर्ने सर्प है भनेर अनि पछि डिस्कसन गर्दाखेरि चाहिँ कर्ण सरले चाहिँ के भन्नुभएको थियो भने 4000 मिटरसम्म पनि किङ कोब्राको चाहिँ उपस्थिति देखेको भन्ने उहाँहरूको कुराहरू पनि थियो क्या अनि अघि मैले भन्न खोजेको चाहिँ जहाँ उसको प्रे हुन्छ होइन त्यसको प्रिडेटर त हुनु पर्यो नि त भ्यागुता चाहिँ थियो मैले त सर्प देख्दैन त्यहाँ होइन सर्प नै नपाउने हो कि भनेको अब ठ्याक्कै तिमीले भनिहाल्यौ सर्प पाउँछ तर पपुलेसनको हिसाबले जस्तो मान्छेसँग इन्ट्र्याक्ट हुने भनेको हामी इन्ट्र्याक्ट भएपछि पो देख्छौँ नि जस्तो इभन अहिले होइन मान्छेहरू चाहिँ यति सर्प अहिले कहाँबाट आयो पहिले त सर्प हुँदैन भन्थ्यो क्या किनकि उनीहरू चाहिँ जस्तो कोहीले सर्प देख्यो मारिहाल्यो नि त उसले त सोसियल मिडियामा त राख्थेन नि त अहिले त म जति रेस्क्यु गर्छु सबै मलाई कल आउँछ अनि जति रेस्क्यु गर्छु सबै सोसियल मिडियामा राखिदिन्छु अनि मान्छेलाई यति सर्प रहेछ भनेर आएको हुन्छ नि अनि किनकि जति पपुलेटेड भयो त्यति इन्ट्र्याक्ट धेरै हुने हो कुनै पनि एनिमलहरूको कन्फ्लिक्ट बढ्दै जाने हो अब पहाडमा त त्यो छैन नि त पहाडमा त थोरै घरहरू हुन्छ होइन एउटा घरहरू हुन्छ उनीहरूको लागि ह्याबिटेट डिस्ट्रक्सन भएको छैन अनि उनीहरू सेफली पाइन्छ एउटा सेकेन्ड थिङ भनेको अब अघि नै मैले टेम्परेचरको कुरा गरिहालेँ होइन टेम्परेचरले पनि त्यतिकै इन्फ्लुएन्स गर्ने भयो अनि प्रेको हिसाबले त अब फ्रक्सहरू मात्रै होइन उनीहरूको लिजर्ड्सहरू पनि छ होइन जस्तो पाइथनहरू हाम्रो यदि नेपालमा अब एसियाटिक रक पाइथन चाहिँ भेटिएको छैन होइन भेटियो भने त त्यो अलिकति पाउने त्यस्तै एरियामा हिल्ली एरियामा नै हो त्यो अजिङ्गर होइन अनि तर अहिलेसम्म मैले फोटो चाहिँ देखेको छैन अथवा मैले आफूले त्यसलाई देखेको छैन भनौँ न छ भन्नुहुन्छ तर एक्ज्याक्टली त्यो मैले देखेको छैन अथवा छैन भन्छु म चाहिँ होइन मेरो पर्सेप्सनबाट एसियाटिक रक पाइथन छैन पाइथन लगभग छैन नेपालमा 2टा पाइथन पाइन्छ भन्छ तर एक्ज्याक्टली त्यो इन्डियामा चाहिँ छ होइन अनि नेपालमा चाहिँ छैन अहिलेसम्म फोटो छैन कसैले खिचेको छैन यो सिपुरी नेसनल पार्क चाहिँ पार्क हुनुभन्दा अगाडि रिजर्भ थियो क्या आरक्ष हुँदाखेरि यिनीहरूले एउटा आरक्षको जानकारीको एउटा फ्लायर निकाल्छ नि त्यो फ्लायर निकाल्ने बेला फोटो त थिएन तर उनीहरूले त्यहाँ नाम चाहिँ एसियाटिक के भन्छ रक पाइथनको र ब्ल्याक प्यान्थरको कुराहरू इन्क्लुड गरेको थियो कि अब त्यो कसले अब्जर्भ गर्यो आई डोन्ट नो होइन अब त्यो बेला उहाँहरूले देख्नेहरूले जो रिसर्चर थिए उहाँहरूले चाहिँ त्यसरी चाहिँ त्यो फ्लायर बनाउँदा त्यो कुरा चाहिँ इन्क्लुड गरेको थियो तर मैले यो जङ्गलमा पाइथन लगभग पाइथनै देखाएको छैन क्या एकचोटि चाहिँ देखाएको थिएँ अब अहिले यहाँ कन्फ्युज भएँ म रसल भाइपर पनि झलक्क हेर्दाखेरि चाहिँ पाइथनको बच्चा जस्तै देखिन्छ नि त होइन अब रसल भाइपर यहाँ माथि भेट्दैन आई डोन्ट नो यो हाइटमा होइन यो हाइटमा नभेटिन होइन तर ऊ त्यहाँ माथि चाहिँ त्यो निकुञ्जभन्दा मुनि चाहिँ एउटा झरना छ कि त्यहाँ पौडी खेल्न जान्थ्यौँ हामी पहिला अनि त्यहाँ हामीले मरेको एउटा बच्चाको अब त्यो पाइथन त्यो जुन त्यसको बुट्टा हुन्छ नि त्यो हेर्दा चाहिँ पाइथनको बच्चा हो जस्तो भन्ने मलाई लाग्छ होइन अब त्यो एकचोटि देखा तर त्यसपछि चाहिँ त्यो लाइभमा चाहिँ मैले पनि देखाएको छु नि नोटिस गर्नु भएन त्यति बेला अब अहिले जस्तो भइदिएको भए नोटिस अहिले चाहिँ हुन्थ्यो फोटो खिच्नु हुन्थ्यो अनि होइन त्यो बेला त यङ थियो फोटो सट्टै खिच्दैन थियो नि सर्प भन्यो त्यत्तिकै गऱ्यो नि त होइन अनि त्यही भएर मैले पनि देख्न चाहिँ यहाँ देखेको छैन जस्तो लाग्छ मलाई होइन त्यही भएर अब तिमीले भने जस्तै मैले देखेको छैन अब हामीले देखेको छैन अर्थात् मैले सुने अनुसार बुझे अनुसार स्टडी गरे अनुसार फोटो चाहिँ छैन क्या तर लेख्न चाहिँ लेख्छ नेपालमा पाइन्छ किनकि जियोग्राफिकल्ली इन्डिया नेपाल नजिकै हो कहिलेकाहीँ चाहिँ माइग्रेट गरेर उनीहरू चाहिँ हाम्रो बर्दिया नेसनल पार्कहरूमा सुग्लाफाटामा आउन सक्छ सुग्लाफाटा अरू बर्दिया दुईवटामध्ये सबभन्दा बढी पोसिबिलिटी भएको भनेको होइन हुन सक्ने कि अनि मैले सुनेको चाहिँ बर्दियामा कोही मान्छेले देख्यो र एसियाटिक रक पाइथन भन्यो तर फोटो खिचेन अनि फोटो नहुँदाखेरि अब तर पाइन्छ भन्ने चाहिँ यसरी गर्यो होइन अब एभिडेन्स नभएपछि त अब हामीले त्यसरी त भन्न होइन मैले अस्ति जाँदाखेरि उनीहरूले चाहिँ हामीले देखाउनेले रक पाइथन भनेर देखायो क्या अनि त्यो त तिम्रो ढलेको रुखको भित्र पाल बनाएर बसेको थियो अनि खिचेँ मैले अनि मैले पनि रक पाइथनै भनेर हालिदिएँ है अनि मलाई कसले कमेन्ट गर्नुभएको थियो अनि नेपालमा रक पाइथन पाउँदैन कसले पो भनेको थियो अनि मैले कमेन्टै गरेँ स्टोरीमा मात्र हालेको थिएँ मैले अनि त्यसपछि हटाइदिएँ मैले रक पाइथन उनीहरूले देखाउने गाइडले देखाउने रक पाइथन भन्यो नि त अब मलाई त थाहा छैन रक पाइथन र बर्मिज पाइथनमा के डिफ्रेन्सेस छ त थाहा छैन उसले रक पाइथन मैले रक पाइथन भनेर हालिदिएँ कि त्यसलाई रक पाइथन भने मात्र हो तर त्यो नहुनु तिमीले भने जस्तै हुँदैन होइन पनि तर नेपाल र बर्दियाको बोर्डर नजिक भएको भएर अब उनीहरू माइग्रेट हुन सक्ने मैले अब अहिलेसम्म चाहिँ मोर देन 100 भन्दा बढी रेस्क्यु गरेको छु नि त जस्तो अस्ति हेर्नु न मैले ब्याक टु ब्याक 3 डेज चाहिँ रेगुलर अजिङ्गर मात्र रेस्क्यु गरेको वन कार्यालयको कर्मचारीहरूले राखेको देखाएँ होइन अनि त्यो कुनै पनि छैन क्या मैले भनेको मोर देन 100वटा रेस्क्यु गरिसकेको छु देखेको छु होइन तिनीहरूको बारेमा बुझेको छु आजसम्म मैले देखेको छैन भने 100मा
एउटा त हुनपर्ने थियो नि, किनकि त्यो त बोर्डर नै पऱ्यो हाम्रो टिकापुर पनि होइन, अर्थात् त्यो पेरिफेरीमा म जहाँ पनि जान्छु, शुक्लाको मलाई फोटो आउँछ, बर्दियाको मलाई फोटो आउँछ, कुन स्नेक हो भनेर अर्थात् सोधिरहेको हुन्छ। आजसम्म मैले भेटाएको छैन कि। साँच्चै तिम्रो स्नेक रेस्क्युको जर्नीमा पनि आइपुग्नु म होइन, अघि हामीले अलिअलि टेन्टेटिभ कुरा त गरिहाल्यौँ, हर्पेटोको कुरा गर्दै थियौँ हामी, हर्पेटो फाउनाको कुरा गर्दै थियौँ। नेपालमा अब हर्पेटो फाउनामा चाहिँ यो स्पेसली हामीले यो लिस्टिङ गर्छौँ नि, रेकर्डको लिस्टिङहरू गर्छौँ, त्यो खास गर्ने चाहिँ कसले हो? रिसर्चरले रिसर्च गरेर बुझाउने? यो एनटिएनसीले उनीहरूले गर्छ त्यसको काम। एनटिएनसीले गर्ने भयो। अनि अब हाम्रो गभर्मेन्टसँग त त्यस्तो उयो नै छैन नि त, एनटिएनसीले नै गर्ने हो सबै होइन डाटाहरू। अब त्यसमा पनि अब जेनरली त्यस्तो त्यो चाहिँ कामै नै राम्रोसँग करण शाह सरले जति कन्ट्रिब्युसन गर्नुभयो, उहाँहरूको पालामा जति काम भयो होइन, त्यसरी चाहिँ ठ्याक्कै काम नभएको जस्तो लाग्छ क्या। अब मान्छेहरू चाहिँ धेरैजना अहिले पनि इभन रेस्क्युअरहरू हुनुहुन्छ होइन, आफ्नो पर्पजले लागिराख्नु भएको छ। त्यो डकुमेन्टेसन एनटिएनसीले गरिरहेको छ, तर अझै पनि गभर्मेन्टसँग जे हुनुपर्ने थियो त्यो डाटा चाहिँ ठ्याक्कै अब हामीले इभन बिसिएनलाई पनि अब गभर्मेन्टको होइन भन्छ नि त होइन, अर्गनाइजेसन हो नि त एउटा, त्यो त एनजिओ नै हो, एनजिओ हो नि त। अब त्यो डाटालाई गभर्मेन्टले युज गरिरहेको हुन्छ, अथेन्टिक त छैन नि त हामीसँग केही पनि होइन। अर्थात् जुलोजिकल सोसाइटी अफ लन्डनले, डब्लुडब्लुएफहरू यस्तो होइन अर्गनाइजेसनहरू, एनजिओहरूले गरेको डाटाहरू गभर्मेन्टले युज गरिरहेको छ। अहिले एनटिएनसी नै हो यसको। जुलोजिकल सोसाइटी अफ लन्डन भनेपछि जुलोजिकल सोसाइटी अफ नेपाल पनि त हुनु पऱ्यो नि। त्यो अब हामी जुलोजीको चाहिँ त्यो ऊ छैन नि त। अब हिजो मात्रै मैले महावीर सरलाई वाट्सएप गरेको छु क्या, मसँग पहिले नै नम्बर थियो महावीर सरको। 2060 to 63, 64 तिर इस्टाब्लिस भएको जुलोजी, वी आर अराउन्ड 2500 स्टुडेन्ट्स इन फिल्ड क्या। अब 2500 जना छौँ हामीहरू होइन, 2500 जनामा कतिजना सेटल भयो होला, कति बाहिर गयो होला, कति होइन केही छ होला, तर केहीजना बाँकी रहेको स्टुडेन्ट्सको लागि वी हेभ नो गभर्मेन्ट सर्भिस भनेको हामी अलाउ छैनौँ क्या। गभर्मेन्टले चाहिँ कुनै पनि नेसनल पार्कहरूमा यसमा चाहिँ दिँदैन हामीलाई अलाउ हुनको लागि। तर मेन स्ट्रिम साइन्स त जुलोजी हो नि त, फेरि स्ट्रिम साइन्स त जुलोजी हो नि त होइन। यस्तो नेपालमा चाहिँ मैले चाहिँ यो पछि आरक्षे नेसनल पार्कहरू चाहिँ नेपालको गभर्मेन्टले भन्दा पनि अनुदानले चल्दो रहेछ, यो चलेको रहेछ खास है। अनि नेपालको म्याक्सिमम नेसनल पार्कलाई चाहिँ अनुदान आउँदो रहेछ अन्तर्राष्ट्रिय समुदायले, त्यसले चलाइरहेको रहेछ क्या यो चाहिँ। अनि अब त्यस्तो अवस्थामा रहेको हाम्रो देशबाट हामीले के एक्सपेक्टेसन गर्ने त? फर इक्जाम्पल तिमी त रिसर्चर हो नि त, एउटा फिल्डमा रिसर्च गर्ने हो, भोलि साइन्सको लागि एउटा चाहिँ नयाँ कुरा दिन सक्ने मान्छे, देशको नाम अगाडि राख्न सक्ने मान्छे हो नि त। त्यस्तो प्रोबेबिलिटी पोटेन्सियलिटी भएको व्यक्तिलाई त गभर्मेन्टले दिनुपर्ने हो नि त तिमीलाई त। हामीले ग्रान्ट अरूको भनौँ न अहिले चलेको यो रुडोल्फ के छ, अब यो ग्रान्टमा पनि धेरै काम कुरा नेपालीहरूले धेरै फेक डाटा बुझाएर अनि यो ग्रान्ट खाएर यो काम कुरा बिगाएर कतिले ग्रान्ट दिन छाडिसक्यो अहिले होइन, ब्ल्याकलिस्टमा राखेको छ नेपाललाई। अब हामी जहिले पनि किन चाहिँ विदेशीसँग डिपेन्ड हुने त? हाम्रो गभर्मेन्टले त्यो पैसा छुट्याइदियो भने, गभर्मेन्टको एउटा स्ट्रक्चर छ नि त, एउटा एजुकेसन स्ट्रक्चर छ, रिसर्चको एउटा स्ट्रक्चर छ। मैले त अस्तिपल्ट एउटा नास्टको बारेमा पनि गाली गरेको थिएँ कि वैज्ञानिक संस्था टेक्नोलोजी अफ साइन्स एन्ड के एकाडेमी भनेर खोलेको छ, तिनका चाहिँ तलब खाने मात्र काम रहेछ, ग्रान्ट पनि नदिने रहेछ। तिमीहरूलाई चाहिँ रिसर्चरहरूलाई त नमान्ने के, स्पेसली तिमीलाई चाहिँ अब उनीहरूले खोजेको मान्छे के इनोभेटिभ मेकानिकल इन्जिनियर यस्तो यस्तो। अरे बाबा 100मा 100 जना मेकानिकल इन्जिनियर भएर के काम भने, के कुरा त नयाँ गर्नु पऱ्यो नि त होइन। ल लक्ष्मण चाहिँ जोलोजिस्ट हो, अब एउटा नयाँ कुरा चाहिँ पत्ता लगाउन एकदम रिसर्च गरिरहेको छ, जसले चाहिँ साइन्सलाई, साइन्स भने त पुरै विज्ञानलाई हो नि त यार, संसारको विज्ञानलाई एउटा नयाँ कुरा दिँदैछ, उसको मेहनतलाई चाहिँ सपोर्ट गर्नुपर्छ। ल देऊ नि त ग्रान्ट भन्दाखेरि त्यो अवस्था छैन नि नेपाल। एकदमै त्यो गर्दा यस्तो अवस्था देख्दाखेरि यो यस्तो तपाईँले भनेको क्वेसन मैले बुझिहालेँ कि यो जेनरली जति काम गरिराख्नु भएको छ नि नेपालमा, स्टार्टिङ टाइममा जस्तो म पढ्दाखेरि के लाग्थ्यो भने अब म चाहिँ दामी गर्छु, पछि ग्रान्डहरू यताउति इन्टरनेसनल भयो भने केही न केही काम गर्छु भन्ने चाहिँ लाग्थ्यो होइन। तर त्यो एउटा त हामीसँग कुनै युनिभर्सिटी छैन जहाँ चाहिँ त्यो सिकाइन्छ क्या। लाइक हामी कसरी चाहिँ हामीले सिकेको स्किललाई चाहिँ कसरी चाहिँ इकोनोमिक कुरामा चाहिँ जोड्ने होइन, जस्तो बाँच्न त पऱ्यो नि त, बाँच्न पऱ्यो नि होइन। अनि त्यो कसरी जोड्ने, एउटा त्यो हामीसँग त्यो कमर्सियलाइज गर्नका लागि हामीसँग कुनै अथोरिटी त्यस्तो अथोराइज युनिभर्सिटीहरू छैन होइन, अर्थात् कसैले सिकाउँदैन क्या। अनि सेकेन्ड थिङ भनेको हाम्रो गभर्मेन्टसँग लाइक म सर्पको कुरा लिएर गएँ भनेपछि पोलिटिकल मान्छेहरूले के कुरामा मात्रै इन्फ्लुएन्स हुन्छ भने जो
देखिन सकोस् क्या, झ्याप्पै बाहिर देखिने कुराहरूलाई मात्र उनीहरूले गर्दो रहेछ होइन। मैले हाम्रो सुदूरपश्चिम प्रदेशमा चाहिँ प्रपोजल पठाएको छु, मैले त्यहाँको मान्छेहरूसँग कुरा गरेको छु, सबै कुरा गरेको छु। तर सिनारियो कस्तो देखियो भने रुटिन अफ नेपाल बन्दमा चाहिँ मेरो मानौ म चाहिँ एक्सपोज भएँ, 10 चोटि जति रुटिन अफ नेपाल बन्दमा खतरा काम गर्यो, ल है सर्प समात्यो भन्ने चाहिँ भयो भने अनि गभर्मेन्टले चाहिँ मानौ नेपालको प्राइम मिनिस्टरले पनि भेट्न चाहँदो रहेछ क्या। भनेको यस्तो यो चाहिँ जुन यसले गर्दा हामी कतिजना मान्छेहरू चाहिँ जो कृषि स्टार्टिङ फेजमा छौँ नि, स्टार्टिङ फेजमा भएको मान्छेहरूलाई डिसअपोइन्ट गरेको छ क्या यो कुराले चाहिँ। त्यसमा अघि तिम्रो कुरामा काटिहालेँ मैले, त्यसैकै यो कुरामा आउँदाखेरि एक्सपोज एन्ड ब्रान्डिङको कुराहरू छ नि त। जसले फिल्डमा काम नगर्ने, जसले चाहिँ सोसाइटीसँग इन्गेज भएर काम नगर्ने, रुटिन अफ नेपाल बन्दमा मात्र आउनेले चाहिँ काम पाउने। अब रुटिन अफ नेपाल बन्द मेरो पनि आएको छ त्यसमा पोस्ट होइन, त्यो त एउटा कुरा मैले सोसियल्ली त्यसले सिग्निफिकेन्ट रोल खेल्छ दिनुहोस् है, यो नम्बर दियो भने सबै मान्छेहरूलाई थाहा हुन्छ, वेयरिङ हुन्छ भनेर मैले त्यसरी त्यो पर्पजले दिएको। तर सिनारियो चाहिँ के छ भने रुटिन अफ नेपाल बन्द मात्रै होइन, अरू कुनै मिडियाहरू फ्रन्ट लाइनमा आउन सक्यो, मिडियाहरू त्यो पपुलारिजममा बढी भयो क्या। अनि लास्ट टाइम हाम्रो एकजना अरुण लोहार भन्ने भाइ जो चाहिँ हाम्रै स्टुडेन्ट हो, ऊ चाहिँ एस्ट्रोनोमीमा एकदम हुन्छ नि, उसले म पढेर एकाडेमिक करियर भन्दा म प्र्याक्टिकल बेस सोसाइटीलाई चेन्ज गर्नको लागि साइन्समा के गर्न सक्छु भनेर उसले चाहिँ बिचरा चप्पल लगाएर कति धेरै त्यो फिल्डमा चाहिँ सुदूरपश्चिम मध्यपश्चिम होइन अनि लुम्बिनी प्रदेशको बच्चाहरूलाई आएर टेलिस्कोपसम्म देखाउने क्या, टेलिस्कोप बोकेको झोला हालेर त्यस्तो हिँड्ने क्या, त्यस्तो लोयल स्टुडेन्ट। अनि उसलाई चाहिँ जब उसले चाहिँ नासाले चाहिँ उसलाई नेभिगेटरको रूपमा चाहिँ नेपालको चाहिँ उ गर्यो होइन, नेभिगेटरको रूपमा राख्यो, त्यसपछि सबले चिने। अनि त्यसपछि अनि कता कता पोस्टहरू आयो, के भयो होइन। त्यसपछि अनि उसलाई खादा मात्रै लगाइदिने क्या, जहाँ बोलायो खादा लाग्छन्। अनि मैले पोस्ट लेखेँ एउटा, ऊ बाबुलाई मैले पठाएँ, मैले बाबु यो पोस्ट यो तिमीलाई खादा मात्रै लागु चाहिँ राम्रो भएन है, किनकि हामीलाई अहिले खादा किन चाहियो होइन, इकोनोमिक सपोर्ट गर्नु न, कुनै अर्गनाइजेसनले बोलाएर खादा लगाएर मोमो खुवाएर मिनिङ छैन क्या होइन। यस्तो भनेको रिसर्चमा कोही पुगेकै छैन क्या, हाम्रो जो लिडिङ गर्नुपर्ने जसले गर्नुपर्ने हो नि उसलाई थाहा नै छैन क्या यो कुरा चाहिँ। अनि मैले चाहिँ के भने यो सबै कुरा देख्दै गर्दाखेरि, यो लथालिङ्ग देख्दै गर्दाखेरि सर्लक्क विदेश जाउँ जस्तो लाग्दैन। म 5 इयर भयो पढुन्जेलसम्म त त्यस्तो केही लाग्थेन होइन, पढेपछि के पो हुन्छ भन्ने लाग्थ्यो। तर अहिले काम गर्दाखेरि कतिपय ठाउँमा रिग्रेट चाहिँ लाग्छ। तर मैले छोडेँ भने फेरि अर्को कसले गरिदिने हो भन्ने चाहिँ प्रब्लम हो नि त। म त टिचिङ गरिरहेको छु, अलिअलि मेरो इन्कम सोर्स यतातिर छँदैछ। अनि यतातिर मैले केही नभए पनि एउटा बेसिक स्टेप चाहिँ मेरो फिल्डको बेसिक स्टेप चाहिँ उठाइदिएँ भनेपछि अलि इजी हुन्छ कि अलि सपोर्ट हुन्छ कि कुनै जेनेरेसन आउला, कुनै लिडर आउला जसले हामीलाई अन्डरस्ट्यान्ड गर्ला, कन्ट्रिब्युसन बुझ्ला भन्ने चाहिँ फिल भएर चाहिँ बसेको हो। तर कहिलेकाहीँ चाहिँ रिग्रेट चाहिँ लाग्छ क्या, भनेको फरेन गएर राम्रो भइन्छ भन्न खोजेको होइन कि होइन, यहाँको जतिको म एक्सपोज त हुन पाउँथेन नि त, पाउँदैन होइन फरेन गएर होइन। म आफ्नै ठाउँमा मेरो सोसाइटीमा जति मैले भ्यालु पाइरहेको छु त्यो त म बाहिर गएर हुन्थेन। मसँग पैसा हुन्थ्यो होला, गाडी हुन्थ्यो होला, घर हुन्थ्यो होला होइन, मेरो फ्यामिली चाहिँ रमाइलो गरिसक्थ्यो होला, सबै सस्टेन भइसक्थ्यो होला। तर करण शाह सरले देश छोडेर हिन्दी आए भए के हुन्थ्यो होला, हेमसागर सरले देश छोडेर हिन्दी आए भए के हुन्थ्यो होला, यो पनि हुन्थेन होला नि त। त्यस कारणले मैले छोडेँ भने मेरो पनि कतिजना स्टुडेन्ट्सहरू छ अर्थात् मलाई हेरेर यो देशमै बस्नुपर्छ भनिरहेको छ, उनीहरूको लागि म बस्नुपर्छ भन्ने फिल हो क्या। हाम्रो नेपालमा चाहिँ कस्तो छ भने हामी एकदमै म्याटुलिस्टिक मेन्टालिटीमा चाहिँ हाम्रो समाज यसरी विकसित भएको समाज संसार देखिरहेको छ, एकदमै चाहिन्छ हामीलाई चाहिँ, एकदमै चाहियो, एकदमै सो अफ गर्न पर्यो, त्यसले म्याटुलिस्टिक हुन्छ। हामी म्याटुलिजममा मस्त रमायो कि यो हाम्रो जनता बिचमा चाहिँ। अनि सबै कुरा के भयो भने हामीले हाम्रो मोरालिटी, हाम्रो नैतिकता पनि बेचेर खायौँ कि एकदमै, केमा भन्दा पैसामा क्या, त्यो पैसाको भ्यालु त्यति ठुलो भयो क्या। अनि बिचमा चाहिँ मलाई पनि एकदमै चेतायो समयले, अनि मलाई मनमा लागिरहेको थियो भएन फेरि जानुपर्छ कि क्या हो भनेर। अनि म पछि फेरि गएँ, हामी 10 दिन गएर 10 दिनमा भिजा रिन्यू गरेर पनि आयौँ होइन। अब इनकेस ब्याकअप भनेर क्या, भोलि म देश भनेर माया गरेर बसिरहेको छु, म त चलिरहेको छु नि त, किनकि मसँग कम्पिटिटरहरू त मेरो कम्पिटिटरहरू सबै विदेशमा छ नि त, उनीहरू नभएको भएर मैले मौका पाइरहेको र मैले नेपालमा म सस्टेन भइरहेको छु, म चाहिँ यसरी बुझ्छु नि त होइन। अब भोलि त यहाँ म जस्तो मान्छेलाई पनि त बस्नलाई चाहिँ गाह्रो छ, खानलाई गाह्रो छ भने त म त विदेशै जान्छु होइन, भाँडैमा त जान्छु, श्रम गर्न जाने हो, अरू त के गर्न जाने, भोलि लास्टमा फर्किँदा नेपाल हो। तर सकेसम्म नजाउँ भन्ने सोच्छु। यस्तो छ यसमा पनि, जस्तो हाम्रो लाइफ त सर्ट छ नि त दाइ होइन, छोटो लाइफमा चाहिँ म गर्न खोजेको अचिभमेन्ट प्याट्रियोटिक मात्रै भएर हुँदैन क्या।
जस्तो म एकाडेमिक करियरको लागि मैले बेटर मेरो करियर बन्छ भने भोलि आएर ठिक छ कन्ट्रिब्युसन गरौँला आफ्नै देशमा होइन केही छैन तर म अहिले होइन मेरो देश त यस्तै छ म त लर्निङ यति नै गर्छु भनेर सोचेर यसको मिनिङ छैन क्या किनकि रिइन्कार्नेसन रिबर्थको कुरा त हाम्रो लागि चाहिँ त्यो त छैन नि त होइन अनि यो लाइफमा त्यही पनि सर्ट लाइफमा यत्रो 25-26 वर्षमा पढ्दै गइन्छ सेटलमेन्ट यो त्यो अनि कहिले चाहिँ म जे इन्ट्रेस्ट छ त्यो कहिले फुलफिल गर्ने त भन्दा म त्यो ठाउँमा गएर यदि गर्न सक्छु भनेपछि मेरो इन्ट्रेस्ट चाहिँ जस्तो कस्तो हाम्रो रिसर्च सिनारियो यसो हेर्छु क्या मैले कुनै पनि एनिमललाई चाहिँ टच गर्न पाइँदैन नि त हो नि हो हाम्रो गभर्मेन्ट पोलिसी क्या होइन रिसर्च कहाँनिरै रोकिएको छ म जति धेरै फ्रग्स भयो भने पनि एउटा फ्रगलाई मैले टच गरेर ल्याएर मैले गाडीमा आएँ भनेपछि मलाई समातेर हालिहाल्छ नि अर्थात् हाम्रो रुल्स चाहिँ कम्प्लिटली अप्लाई गर्ने हो भने मैले समातेर हातमा फोटो खिचेँ भने पनि मलाई समात्ने हो नि त रुल त त्यो हो नि त होइन के रिसर्च हुन्छ त अनि हामी चाहिँ बाहिरबाट हेरेर फोटो खिचेर अनि त्यसपछि ल यो भ्यागुत्ता यो छेपारा यो चाहिँ चरा भनेर मात्रै त मिनिङ छैन नि साइन्स भनेको त अहिले त बायोलोजी भनेको त मोलिकुलर साइन्समा गइसकेको छ जेनेटिकल साइन्समा छ होइन अब त्यो हेर्दाखेरि हाम्रो देश चाहिँ कति पछाडि छ क्या कति धेरै पछाडि छ नि होइन अनि यसले गर्दाखेरि कहिलेकाहीँ रिग्रेट हुन्छ जस्तो मैले ल मलाई त नयाँ लाग्यो यो कुनै एनिमल नयाँ लाग्यो म यसको केही जेनेटिकल म हेर्छु म होइन म पिसिआर सिसिआर गर्छु केही गर्छु भन्यो भने अर्थ हामीसँग छैन नि त्यो हामीसँग इक्विपमेन्ट छैन नेपालमा नास्टले खोल्ने भनेको वर्षको 1 हप्ता 2 हप्ता कति खोल्छ एकचोटि अनि 1 हप्ता 2 हप्ता क्या वर्षको अनि त्यति बेला सर्टेन मान्छेहरूले पाउँछ त्यो चान्सेस त्यही पनि अब के पावर चाहिन्छ होला केही चाहिन्छ होला केही हुन्छ होला होइन अनि कहाँ जाने हामी चाहिँ इक्विपमेन्ट चाहिँ यहीँ छ कि नास्टमा छ पिसिआरको लागि छ होइन अनि तर हामीसँग चाहिँ डाटाबेसहरू डाटाबेसहरू हामीसँग राम्रोसँग छैन होइन हामी कहाँ गएर कम्पाइल गर्ने होइन अनि हाम्रो रिसर्च भनेको जस्ट ट्याक्सोनोमी मात्रै छ ट्याक्सोनोमी पनि हामी फेरि क्लियर छैनौँ क्या ट्याक्सोनोमिकल्ली पनि क्लियर छैन अनि यति माइनस स्टेजमा छ भन्छौँ इफ स्टिल हामी चाहिँ त्यही त सबैले जस्तै भनौँ न विशाललाई हाम्रो चाहिँ किरण पौडेल बहिनी उनीहरूलाई पनि मैले सोद्धाखेरि उनीहरूले मैले सोध्ने चाहिँ त्यही कि रिसर्च हामीले यो रिसर्च गरेँ भने उनीहरूले होइन अनि रिसर्च गऱ्यो अनि केमा रिसर्च गऱ्यो मैले चाहिँ भने बिहेभियरल प्याटर्नको रिसर्च गऱ्यो कि अथवा चाहिँ जेनेटिकमा गऱ्यो कि भन्दा त अनि जेनेटिकको त कुरै आउँदैन उनीहरूको त किनकि हामीसँग एक्सेस नभएर पनि नआएको रहेछ एक्सेस नभएको ए मलाई त थाहा छ अनि मैले चाहिँ के अब आफूले त रिसर्च गर्छु नि त होइन म त अब भनौँ न आज लक्ष्मणसँग चाहिँ अब हामी चाहिँ यो जोलोजीको बारेमा कुरा गर्ने अनि बायोडाइभर्सिटी हर्पेट फाउनाको कुरा गर्ने भनेपछि त मैले त जहिले पनि तयारी गर्छु नि त तयारी गर्ने बेला त मैले त अब मर्फोलोजिकल चेन्जेसका कुरादेखि लिएर जेनमको कुरादेखि जेनेटिक्सको स्टडी त गर्नु पऱ्यो भरे त यो टपिक सोधौँ भन्ने हुन्छ अनि सबैजना आउँछ अनि उनीहरूसँग चाहिँ जेनेटिक्सको कुरा गऱ्यो भने उनीहरूले त्यो कुरा गर्दैन थियो क्या यस्तो छ अब हजुरले पनि एक्सेस नभएर पो तपाईँ अहिले जुन स्टेजमा हुनुहुन्छ नि करियरको यो वाइल्ड लाइफको करियरको जुन स्टेजमा हुनुहुन्छ नि अराउन्ड 95% नेप्लिज रिसर्चरहरू चाहिँ त्यही स्टेजमा छ त्यो जति पढेको होस् आइदर त्यो पिएचडी होइन पोस्ट डक जेसै गरेको होस् होइन अराउन्ड 95% पिएचडी होल्डरहरू अर्थात् हामी लर्नरहरू जति छौँ सबै हामी सेम स्टेजमा छौँ केही फरक छैन क्या तपाईँले पनि थाहा पाएको तपाईँ मलाई लाग्छ चरामा त अब मैले मास्टर्स मैले जुलोजीमा गरिरहेको छु चरामा त मलाई सबै आउँछ भनेर कोही छैन नि फिल्डमा गएर पो थाहा पाउने हो तपाईँ जुन स्टेजमा हुनुहुन्छ कोही छैन क्या त्यो स्टेजमा यसको मतलब पढेको पनि त्यो छैन नि त सिक्नुपर्ने थियो नि त होइन मैले हो यसको मतलब नेपालको रिसर्चको स्टेट के छ भनेर थाहा पाउनु पऱ्यो भने कोही बाहिर गएर अपर्च्युनिटी लिनुभयो भने एउटा कुरा छ नेपालमा बसेर तपाईँ जुन स्टेजमा हुनुहुन्छ नि रिसर्चको तपाईँ सम्झिनुहोस् म कुन स्टेजमा छु सेम हामी सेम छौँ है हामी सेम छौँ केही चेन्जेस छैन त्यही त मैले त एक्सेस चाहिँ तर हामीसँग त्यो भनौँ न नाससँग त रहेछ नि त त्यो नाससँग छ तर त्यसको लागि पनि इकोनोमिक रूपमा पुग्दैन होला जस्तो लाग्छ गभर्मेन्टको जुन इकोनोमिक लगानी छ उहाँहरूको होइन त्यसले पुग्दैन होला जस्तो लाग्छ त्यो काम गर्नको लागि मेटेरियल्सहरूको लागि पुग्दैन होला अनि सर्टेन टाइममा खोल्छन् अब आफ्नो काम गर्छन् अर्थात् जस्तो मेरो लेभलको मान्छेले पाउँदैन क्या अलमोस्ट त्यहाँ चाहिँ म गएर ल म गर्छु कति पे गर्ने हो भन्यो भने मैले पाउँदैन पे गर्छु भने नपाउने पाउँदैन नि किनभने त्यो 1 विकको लागि खोलेको छ भने 1 विकको लागि त पहिले नै रिजर्भ हुन्छ नि त त्यहाँ त किनकि त्यहाँ पहिले अगाडि फ्रन्ट लाइनमा छ क्या त्यो त्योसँग छैन त्योसँग हामीसँग छैन त्योसँग छैन अब नार्कहरूमा अलिअलि हुन्छ होइन एग्रिकल्चरको अलिअलि कामहरू हुन्छ नार्कहरूमा अनि त्यसपछि लिएर त्यस्तो चाहिँ बायोटेक्नोलोजीमा अलिकति काम हुन्छ होला बायोटेक्नोलोजीमा
त्यसपछि नभए जेनोमिक लेभलमा काम गर्ने चाहिँ हाम्रो नेपालमा चाहिँ चान्स छैन र हामी चाहिँ सबभन्दा त्यसको बेफाइदामा परेको हामी हो क्या हामी एनिमल टच गर्न पाउँदैनौँ त्यसलाई क्यारी गर्न पाउँदैनौँ अर्थात् अरू कुनै कन्ट्रीमा लिएर मैले काम गरिहालौँ भने त्यो पनि चान्सेस छैन होइन अनि त्यसपछि केही छैन अनि हेऱ्यो ल यो होला भन्यो होइन त्यति गर्यो त्यति नै छ क्या अहिलेसम्म चाहिँ डेफ्थमा छैन छैन हाम्रो जेरो छ अनि अब तिमी जोलोजीको स्टुडेन्ट हुँदै गर्दाखेरि होइन जोलोजी पढेर आफ्नो जोलोजी चाहिँ मास्टर डिग्री सकाएर अब पिएचडी पर्स्यु गर्ने ढिला पनि भइसक्यो पर्स्यु गर्छौ होला चाँडै नै पिएचडी पनि चाँडै नै सकाउँछौ होला भन्ने मेरो चाहिँ एक्सपेक्टेसन हो बट जुन सब्जेक्ट लिएर पढ्यौ नि तिमीले त्यो सब्जेक्ट लिएर पढिसकेपछिको अहिले जुन आफ्नो शिक्षा पेसामा चाहिँ एज अ प्राइमरी जब अथवा चाहिँ अब एउटा फाइनेन्सियल जेनेरेट हुने जबमा अफिलिएटेड हुँदै गर्दाखेरि त्यो सब्जेक्टले चाहिँ जुन विषय पढ्यो नि त्यो विषयले चाहिँ तिम्रो समाजमा दिएका इम्प्याक्ट्सहरू क्या राम्रा कुराहरू चाहिँ के छन् त ल हो यो यस्तो भएको छ कि यो चाहिँ पहिलो कुरा हाम्रो सिलेबस छ नि म 1 क्लासको पनि सिलेबस हेरेर आउँछु के पढाइ हुन्छ त भनेर होइन हामीलाई काम लाग्ने छैन क्या म्याक्सिमम सिलेबस हामी ओल्डको जियोग्राफीको स्टडी गरिरहेछौँ बायो जियोग्राफीको स्टडी गरिरहेछौँ यो गरिरहेछौँ त्यो गरिरहेछौँ तर हाम्रो के हो पढेकै छैनौँ हामीले होइन त्यो कजले हामी टच हुन सक्दैनौँ एउटा फर्स्ट होइन म एउटा इन्सिडेन्ट भन्छु तपाईँलाई स्टुडेन्टलाई सोध्यो कुन सब्जेक्ट गाह्रो लाग्छ भनेर सोध्यो भने अभियसली उसले म्याथ साइन्स नै भन्ने हो किन गाह्रो भन्दा अघि नै हामीले म्याथको किन गाह्रो भन्दा हामीलाई टच भएन त्यसैले गाह्रो अहिले हामीले बुझ्यो नि त यो अहिले बुझ्यो त्यति बेला किन गाह्रो भन्दा मेहनत गर्ने ह्याबिट छैन अरू मेरो त्यो दिमाग छैन होला त्यति भन्ने म्याथ पढ्ने मेरो दिमाग छैन भन्ने भयो नि त तर एक्चुअली अहिले आएर बुझ्दाखेरि चाहिँ के भएको भने त्यसले टच गरेन छ त्यही भएर मलाई चाहिँ मैले नपढेको रहेछु भन्ने फिल भयो नि त अहिले साइन्स किन गाह्रो भन्दा टच गराइदिँदैन क्या एजुकेसन सिस्टमले मैले मानौँ कि मैले यो हाम्रो अछाम भाषामा चढी मारो भन्छ त्यो ट्राइफोलियम 3 पातेवाला एउटा सानो झार हुन्छ क्या सानो सानो अनि चपाउँदाखेरि अमिलो टेस्ट आउँछ होइन अनि त्यसलाई चाहिँ कसरी खानुपर्छ अनि त्यसको बारेमा मैले क्लासमा म बोटनी पनि पढाउँछु क्या फेरि अनि त्यसपछि त्यसलाई पढाउँदाखेरि अनि यो प्लान्ट यो यसरी खान्छ हाम्रो गाउँतिर चाहिँ यसलाई यसरी युज गरिरहेछ भन्दाखेरि स्टुडेन्ट कहिले फर्गेट गर्दैन क्या यो कुरा किनभने उनीहरूको बेलुका गार्जियनलाई जान्छ अनि गाउँतिर त है पहिले मान्छेहरू गाई भैँसी नभएको मान्छेहरूले त त्यसको झोल पो खाँदो रहेछ है उमालेर भनेर भन्यो भने उनीहरूले कहिले फर्गेट गर्दैन अनि त्यो बिर्स्यौ भनेर मैले 5 वर्ष पछाडि सोध्यो भने पनि आफ्टर 5 इयर त्यो स्टुडेन्टहरूले तपाईँले त्यो कुरा इक्जाम्पल भन्नुभएको थियो भनेर भनिरहेको हुन्छ क्या त्यसैले मैले पढेको कुरालाई कसरी जर्नलाइज गर्ने भन्ने कुरा टिचरको हातमा छ क्या अर्थात् त्यसलाई कसरी स्टुडेन्टलाई कसरी त्यो प्रति चाहिँ अट्र्याक्ट गराउने कतिजना स्टुडेन्ट सर्प समात्ने सर हुनुहुन्छ त्यही भएर म त्यही स्कुलमा पढ्न आउँछु भनेर आइरहेको हुन्छ क्या सर्प टच गर्नको लागि क्या अनि म कहिलेकाहीँ ब्यागमा अरू प्याकेटमा सानो सानो त्यो बोतलमा अनि यसो प्याकेटमा हालेर आज म जादु देखाउँछु है तिमीहरूलाई भनेर सानो बच्चा लिएर यसो गोजीमा हालेर त्यो ग्राउन्डमा भेटिएको सर्प हुन्छ नि अनि त्यो लिएर हरहरे सर्पहरू यस्तो यस्तोवाला लिएर अनि जान्छु अनि त्यसपछि सबलाई आँखा चिम्म गर्न पठाउँछु ल म जादु देखाउँछु सर्प निकाल्छु आज भनेर भन्छु अब बच्चालाई त सुरुमा त अड हुन्छ नि त अनि सर्प देखाउँछु होइन अनि त्यसपछि त्यसरी पढाउँदाखेरि इन्ट्रेस्टिङ मान्छ क्या बहुत इन्ट्रेस्टिङ मान्छ त्यस कारणले म एकदमै धेरै मैले पढेको कुरालाई र मैले जे कुरा गरिरहेको छु यसलाई चाहिँ अप्लाई गर्ने सबभन्दा बेस्ट प्लेस चाहिँ स्कुल हो र मैले युज गरिरहेको छु क्या म्याक्सिमम ट्राई गर्छु त्यो युज गर्न होइन जस्तो बोर्डिङ भनेको के हो कसैलाई थाहै थिएन वेस्टर्नतिर होइन कसैलाई थिएन क्या थाहा बच्चाहरूलाई भनेको के अनि बच्चाहरू चाहिँ बोर्डिङ के हो भन्ने बल्ल बुझेको छ अलिअलि भए पनि होइन भल्चर के हो अनि सेसनहरू होइन वेटल्यान्डहरू के हो सेसनहरू राखिदिन्छु होइन राम्रो त्यतातिर भएको अभाइलेबल एक्सपर्टहरूलाई चाहिँ बोलाउँछु अनि प्रोग्रामहरू गराउँछु जे होस् अनि त्यसपछि इकोसिस्टम के हो अनि पल्युसन किन गर्नु हुँदैन यसले गर्दा म आफै पनि फिल्डमा काम गरिरहेको छु अनि स्टुडेन्ट पनि अवेर भइरहेको छ क्या यसले गर्दाखेरि त्यसैले मलाई पढाउनु पनि रमाइलो लागिरहेछ होइन त्यो फेरि मैले पढेर गएर होइन क्या मलाई एउटा पनि याद छैन मैले पढेको कुरा रियल्ली भन्दाखेरि होइन जे सब्जेक्टमा आफू अध्ययनरत थियो नि त हजुर अब त्यही विषयलाई आफूले चाहिँ होइन जोलोजीको भित्र पर्ने धेरै कुराहरू छ त्यो कुराहरूलाई अब आफूले जे अध्ययन गर्यो आफूले जे चाहिँ प्र्याक्टिकल्ली गरेका कुराहरू तिमीले चाहिँ त्यसरी चाहिँ अहिलेको एकदमै यङ जेनेरेसन हो नि त स्टुडेन्ट्सहरूलाई त्यसरी चाहिँ नलेज सेयर गर्नु भनेको त धेरै राम्रो कुरा एकदमै इन्स्पायर्ड हुन्छ अनि उनीहरूलाई थाहा पनि हुन्छ नि त लाइक
कस्तो थियो नि म स्कुल पढ्दै गर्दाखेरि म क्लास 5 मा आइसकेपछि जब मैले बुझ्दै गर्दाखेरि मेरो स्कुलको फर्मेट चाहिँ इन्डियन एजुकेसन फर्मेट थियो क्या त्यति बेला चाहिँ अब बोर्डिङमा पढ्यो भनेपछि ओहो खत्रै पढ्छ अब खतरा इङ्ग्लिस पढ्छ क्लास 5 मा आउँदासम्म पनि नेपाली चाहिँ हामी त्यति विक थियौँ क्या एउटा निवेदन लेख भने हामीलाई निवेदन लेख्न चाहिँ आउँदैन थियो अनि एप्लिकेसन लेख भने चाहिँ इङ्ग्लिसमा लेख्थ्यौँ क्या त्यस्तो अवस्थामा पढाएको हामीलाई चाहिँ यिनीहरूले अनि त्यति बेला पढ्दाखेरि सबै इन्डियन एजुकेसन सिस्टमको फर्मेटहरू यो एक्टिभ इङ्ग्लिस गुलमोहर भने सबै उनीहरूको हो क्या जिके जनरल नलेज बुक पनि सबै उनीहरूको हो अनि क्लास 5 मा आइसकेपछि बल्ल जिल्लाको चाहिँ एक्जाम दिनु पर्थ्यो एक्स्ट्रा अनि जिल्लाको एक्जाम दिँदा बल्ल नेपाली फर्मेटको आउँथ्यो गणित होइन त्यसपछि चाहिँ सामाजिक के अरे सामाजिक विषयको के भन्छ सामाजिक के भन्थ्यो त्यो बुकको नाम पनि नागरिक शिक्षा यस्ता यस्ता आउँथ्यो अनि त्यसपछि तिम्रो त्यो यो महेन्द्रमालाका कुराहरू अनि सरल नेपाली श्रृङ्खला यस्तो यस्तो किताबहरू बल्ल त्यहाँ जब शिक्षा तिम्रो चाहिँ जिल्ला शिक्षा दिने भनेपछि आउँथ्यो कि 5 कक्षामा जिल्ला शिक्षा दिनु पर्थ्यो अनि त्यसपछि गएर 8 कक्षामा आउँदै गर्दाखेरि चाहिँ म झन्डै जिल्ला शिक्षाको एक्जाममा फेल भइसकेको थिएँ किन क्लास 8 जिल्ला शिक्षाकोमा पास नभए 9 मा जान नपाउने थियो क्लास 8 मा फेलै भनेर मानिदिन्थ्यो क्या तिनीहरूले बोर्डिङ क्लासमा पनि हामी चाहिँ त्यस्तो एजुकेसन सिस्टमबाट आएको मान्छेहरू हो अनि तर पछि जब बुझ्दै जाँदाखेरि मैले चाहिँ यो स्थानीय तहमा चाहिँ तिम्रो यो जिल्ला शिक्षा खारेज भएपछि स्थानीय तहलाई दियो नि त त्यहाँनिर उनीहरूको चाहिँ यो स्थानीय पाठ्य पुस्तक क्रम चाहिँ डिजाइन गर्ने बेला मलाई पनि बोलायो म विज्ञ होइन म शिक्षाविद पनि होइन स्पेसली उहाँले मलाई तस्बिरको लागि बोलाउनु भएको मसँग भएको फोटोग्राफीहरू किन्नलाई भनेर अनि त्यो बेला चाहिँ यो वाइल्ड नेपाल के भन्ने संस्थाले चाहिँ उनीहरूले एउटा फर्मेट लिएर आएको रहेछ अनि होइन ल फलानासँगलाई नै बोलाउनु पर्यो यहाँ त मलाई फेरि पत्रकार पनि भन्छन् जनताले बनाइदिए पत्रकार म आफू इच्छाले बनाएँ होइन अनि ल उहाँलाई पनि बोलाउँ उहाँ आफै फोटोग्राफर पनि हुनुहुन्छ उहाँ विभिन्न काम गर्नुहुन्छ उहाँसँग एकछिन सल्लाह गरौँ भन्दाखेरि अनि त्यहाँ चाहिँ गएर चाहिँ के भन्ने पाइयो बल्ल भन्दाखेरि पनि स्थानीय तहमा मलाई एउटा एक्सेस दिएको भएर मैले भन्न पाएँ क्या त्यो बेला चाहिँ होइन चराको फोटो राख्ने तर यहीँ पाउने चराको फोटो राखौँ होइन भ्यागुता राख्दैछ तिमीले पनि भ्यागुता पनि यहीँ पाउने भ्यागुता राखौँ न यसरी राखौँ मेरो बरु म तस्बिरको पैसा लिन्न बरु म तिमीलाई दिन्छु किनकि यो एक्सेस भएर पो त अब लोकल करिकुलममा 1 to 8 सम्म बनाउँदाखेरि हामीले आफ्नो स्थानीय कुराहरूलाई इन्क्लुड गराएर व्यावहारिक शिक्षा नै छैन नि होइन त्यो व्यावहारिक कुराहरूलाई दियो भने त पढाउने टिचरहरूलाई नि शिक्षा दिने शिक्षकलाई पनि त सजिलो हुन्छ इजी हुन्छ नि त्यो त धेरै राम्रो नि जस्तो इन्ट्रेस्ट नै छैन क्या अहिलेको स्टुडेन्ट्सहरू छ नि हामी जुन होपले पढ्थ्यौँ नि जब खामला यो गरौँला होप थियो नि एउटा होपले हामीले तानिरहेको थियो नि होइन सो अहिलेको स्टुडेन्टसँग त्यो छैन नि त अहिले 12 सकिन्छ विदेश जान्छ किन पढिरहेको तिमी साइन्स भन्दा साइन्स पढेर इजी बाहिर जान सकिन्छ होइन योभन्दा अर्को म भोलि के बनाउला भनेर छैन नि त कज के हो भने हाम्रो सिलेबसले अट्र्याक्सन नै गर्न सकेको छैन क्या स्टुडेन्ट्सहरू सिलेबसले अट्र्याक्सन गर्न सकेको भए जस्तो आजभोलि एकजना स्टुडेन्ट छ यहाँ त्रिचन्द्र पढ्न आएको छ बिएससी होइन बायोलोजी नै पढ्छ म सर मलाई त्यहाँ भेटाइदिनु होला कोही यस्तो वाइल्ड लाइफमा काम गर्ने म चाहिँ काम गर्छु हजुरको जस्तै बन्ने हो भनेर भन्छ क्या इन्सपायर्ड भयो अनि एकजना भयो भने भइरहेछ नि त होइन अनि टिचर्सहरूले पनि पोटेन्सियली लाग्नुपर्ने थियो यो कुरामा होइन त्यो कसरी विद्यार्थीहरूलाई यही कन्ट्रीमा गर्नको लागि चाहिँ अट्र्याक्सन गराउने भन्ने हुनु पर्थ्यो सिलेबसले त दिएकै छैन नि सिलेबसले त हाम्रोतिर त अझै स्थानीय करिकुलम पनि मलाई लाग्छ लोकल करिकुलम त्यो अप्लाई भएको छ कि छैन जस्तो लाग्छ नभए त त्यहाँको बायोडाइभर्सिटीको कुरा राख्नुपर्ने थियो होइन त्यसको लागि चाहिँ लोकल्ली अभाइलेबल मान्छे म नै हो त्यो एरियाको लागि अर्थात् 1-2 जना अरू हुनुहुन्छ उहाँहरूले पनि त्यस्तो त मलाई खबर गर्नुभएको छैन होइन तर उसरी धेरै टाढा छ क्या हामी अप्लाइड करिकुलम भन्दा हामी टाढा छ अहिलेको जेनेरेसनलाई पढाउने मान्छेले शिक्षकले पनि के गुरुले पनि त उसलाई शिक्षा दिँदाखेरि चाहिँ किताबमा चाहिँ यस्ता कुरा लेखेका छन् भनेर त्यसलाई बरु इलाबोरेट गरिदिन पाइन्छ नि त इजी छ नि जस्तो मलाई फ्लावरको बारेमा पढाउन पर्यो भने मैले क्लासमा कहिले पढाउँदैन क्या फ्लावरको कुराहरू म फिल्डमा लिन्छु अनि किताब अगाडि राखिदिन्छु अनि स्टुडेन्ट्सहरूले किताब अगाडि राख्छ ल रुटदेखि लिएर एन्जियोस्पर्मको सबै फ्लावरसम्म सिडसम्म सबै कुरा आइडेन्टिफाई गर है अनि तिमी नोटिस गर्दै गर अनि त्यो तिमीलाई अनि कहिले फर्गेट गर्दैन क्या त्यो बच्चाहरूले अनि क्लासमा मैले फ्लावर बनाएर होइन त्यो गरेर पढाइदिएको भए मलाई लाग्छ स्टुडेन्ट्सहरूलाई चाहिँ त्यो बोरिङ नै हुन्थ्यो होला क्या त्यसैले फिल्ड बेस्ड हाम्रो बायोलोजी त अझै फिल्ड बेस्ड नै हो नि त ल्याब बेस्ड भन्दा पनि हामी फिल्ड बेस्ड हो फिल्ड बेस्डमै हो फिल्ड बेस्ड हो अनि फिल्डमा लगेर म कहिलेकाहीँ अब त्यो
क्वाड्रेटको गराउँदा क्वाड्रेटहरूको काम गर्दाखेरि ल अब ग्रास होपरहरूलाई चाहिँ नेल पोलिस लगाउने अनि रिलिज गर्ने भोलि क्याप्चर रिक्याप्चर मेथडबाट हामी चाहिँ काउन्टिङ गर्नुपर्छ स्याम्पलिङ गर्नुपर्छ भन्यो भने भोलि नेल पोलिस ल्याउने भने सब खुसी हुने अनि ग्राउन्डमा गएर खोज्न पनि बहुत खुसी हुने अनि कहिलेकाहीँ म क्वाड्रेटबाट त्यो प्लान्टहरूको स्याम्पलिङ गर्ने हब्सहरूको चाहिँ सानो दुबोहरू यिनीहरूको चाहिँ स्याम्पलिङ कसरी गर्ने भनेर सिकाइदिन्छु होइन अनि त्यो प्लान्ट्सहरूको डाइभर्सिटीलाई काउन्टिङ गर्नलाई अनि त्यसपछि एकदम खुसी भएर एनर्जाइज भएर काम गर्छ क्या तर क्लासमा यसो हेर्छु जो बच्चा क्लासबाट बाहिर निस्किँदाखेरि ह्याप्पी हुन्छ त्यो बच्चा क्लासमा जाने बित्तिकै स्याड भएर बस्छ क्या यसको मतलब के भने हामीले टच गर्न नसकेको त्यो करिकुलमले भन्न खोजेको हो क्या होइन टच गर्ने भनेको त त्यहाँ छ नि त होइन त्यहाँ लग्न पऱ्यो नि त होइन त्यो टिचरले पनि त्यो कुरा बुझिदिन पऱ्यो अनि प्लस त्यो चाहिँ हाम्रो करिकुलमले पनि यो कुरा प्रिपेयर गरिदियो भने चाहिँ इजी हुन्छ क्या हाम्रो अनि स्टुडेन्टहरू अहिले जस्तो फर्स्टेसन आउँदैन